एन्नेगासिमनिका नमस्ते यहाँ सम्पूर्णमा हाम्रो ग्यालेक्सी कोरिया युट्युब च्यानलबाट आजको यो एपिसोड सेट 51.1मा यहाँहरूलाई स्वागत छ। विगत सेट 1 देखि निरन्तर रूपमा हामी नयाँ मोडल क्वेसन अनुसारको सेटहरू सल्भ गर्ने क्रममा आज हामी 51.1 सेटमा आइपुगेका छौँ। यहाँहरूलाई सम्पूर्णलाई फेरि पनि हाम्रो ग्यालेक्सी कोरिया युट्युब च्यानलमा स्वागत छ। आजको एकदमै महत्त्वपूर्ण खालको विषय रहेको छ। आजको सेटमा हामी विविध खालका ग्रामरहरू, विविध खालका वर्ड मिनिङहरू र विविध खालका नयाँ खालका मिचुल सिनफुबुनहरू साथसाथै विभिन्न खालका नयाँ खालका अलिकति घुमाउरा खालका प्रश्नहरू सल्भ गर्ने प्रयास गर्नेछौँ। अन्तसम्म हामी सँगै रहनुहोला। ल अब सुरु गरिहालौँ। आजको प्रश्न नम्बर 1 नम्बरमा भनेको छ थाम मुहसे थेहान इयागी इम्निका। सर्टकटमा तलको के को बारेमा कुराकानी हो भन्न खोजेको छ। 1 र 2मा क्वेसनले चाहिँ त्यही भनेको छ। अब कुराकानी अथवा यो हरफलाई पढेर चाहिँ त्यो के को बारेमा भनेको छ मुहसे थे भन्छ। अलिकति इम्पोर्टेन्ट खालको प्रश्न हुन्छ है यसको चाहिँ। यो मुहसे थे भनेपछि विगतमा अब एकदमै अलिकति तताउने खालको प्रश्न हो। अलिकति ध्यान दिनुपर्ने हुन्छ। हेरौँ है। अब यसमा चाहिँ हामी गन्थन मन्थन सुनौँ। त्यो गन्थन मन्थन पढौँ हामी के को बारेमा भन्न खोजेको छ। सबै कुरा मिली जस्तो लाग्छ। यो मुहसे थे भनेपछि सबै कुराहरू उस्तै जस्तो लाग्ने गर्छ है। त्यही भएर चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ। बढीभन्दा बढी फोकस चाहिँ यसमा गर्नुपर्ने हुन्छ। 1 नम्बर गाले के भनेको छ मोनिकासे मुल्गनोल इरखे थुजी थुम्यान ओयम हेयो। के भन्छ त मोनिकासे मुल्गनोल इरखे थुम्यान ओयम हेयो। मोनिकाजी सामानलाई चाहिँ यसरी थुम्यान थुदा भनेर राख्नु। थुदा भने चाहिँ नोथा ठ्याक्कै राख्नु भनेको है। कसै माथि राख्नु, कुनै त्यत्तिकै भनौँ न माथिपट्टि राख्नुलाई चाहिँ थुदा भन्ने गर्छ। अनि एउटा नथा पनि हुन्छ। यो थुदाको चाहिँ ठ्याक्कै फिसुत्थानमा लियो भयो। अनि त्यसै गरी थाम्दा अथवा नथा यो पनि राख्नु है। यो पनि राख्नु हो। यो चाहिँ कस्तो भनेपछि अलिकति बन्द सर्फेसभित्र राख्नु। बन्द क्षेत्रभित्र घेरिएको सराउन्डिङ भएको अथवा कुनै भनौँ न झोलाभित्र राख्नु। त्यसै गरी कुनै बाकसमा राख्नु, कुनै सर्फेसभित्र कोठाभित्र राख्नु। यस्ता खालका कुराहरूलाई चाहिँ हामी नथा भन्ने गर्छौँ अथवा थाम्दा भन्ने गर्छौँ। र नोथा भनेपछि माथि राख्नु अथवा थुदा भने पनि माथि राख्नु। अनि थुदा एउटा यो पनि हुन्छ थु पुच्छरवाला थु। यो थुदा भनेपछि यो खानु भन्ने हुन्छ। अलिकति शिष्ट भाषा भयो। थुसिदाबाट बनेको। ल सामानलाई चाहिँ यसरी राख्यो भने हुँदैन है। के हुन्छ त यसरी राख्यो भने चाहिँ खतरा हुन्छ भनेको। हुँदैन भन्दा नि खतरा हुन्छ। छगिरो ऊ त्यतातिर ओम्ग्य थुसयो। ऊ त्यतातिर छगी भने चाहिँ ऊ त्यता ओम्ग्य थुसयो भन्छ। यो ओम्गिदा भने चाहिँ सार्नु, यताउता ओसार पसार गर्नुलाई चाहिँ ओम्गिदा भन्ने गर्छ। ओम्ग्य थुस्यो भने चाहिँ सारेर राख्नुहोस् भनेको छ। अब मोनिखाले के भन्छ त ना भने मोनिखा हो। ने हुन्छ आल्के सुन्दा ठिक छ बुझेँ। छिगुम फारो ओम्गिल के हो। अब चाहिँ छिट्टै म यसलाई चाहिँ सार्ने छु अथवा यसलाई चाहिँ उतापट्टि ओसार्ने छु भन्ने कुरा गरेको छ। सामानलाई यसरी राख्यो भने हुँदैन। ऊ त्यतातिर लगेर राख न है। यो कुरा गरेको छ नि त। सामानलाई यहाँ नराख। यहाँ राखेपछि हुँदैन नि त होइन। यहाँ राखेपछि के हुन्छ खतरा हुन्छ नि। यहाँ राख्यो भने खतरा हुन्छ। यहाँ नराख। ऊ त्यतातिर लगेर राख भन्छ भने चाहिँ अब के को बारेमा भनेको छ। फेगी भने चाहिँ फोहोरलाई भन्ने, वेस्टलाई भन्ने गर्छ। फोहोरलाई रद्दीलाई भन्छ। सुरी आवाज अनि होइन आवाज होइन मर्मतलाई भनेको है। सोरी भन्छ त आवाजलाई मर्मत। अब मर्मतको बारेमा भनेको छ कि। अनि त्यसै गरी सल्सी भनेको छ। सल्सी भने चाहिँ सल्सी आधा भन्छ नि त जडान गर्नु। जडानको बारेमा भनेको छ कि। अनि छङ्नी भने चाहिँ मिलाउने च्याटचुट व्यवस्था गर्ने भन्छ। छङ्नी भने चाहिँ व्यवस्था अथवा फ्याटफुट मिलाउनु अथवा चिज वस्तुलाई टक्क चाहिँ मिलाएर चाहिँ साइड के सही सामानलाई सही ठाउँमा लगेर राख्नु। त्यो कामलाई चाहिँ छङ्नी हादा भन्छ। मतलब छङ्नी छागप भन्ने गर्छ। उसले के भनेको छ सामानलाई यता राख्दा हुँदैन, उता लगेर राख भन्छ नि। यो चाहिँ एउटा व्यवस्था गरेको जस्तै भयो। व्यवस्था मिलाएको जस्तो भयो भनेपछि छङ्नी भयो। ल अब हामी क्वेसन नम्बर 2 मा लागौँ।
क्वेसन नम्बर 2 मा के भनिदिएको छ, यो पनि त के को बारेमा भनेको छ छान्नुपर्ने हुन्छ है। यो पनि ध्यान दिनु होला एकदमै। 자급장이 छाङमुनुल हारू छोङिल थादा नोखो कार्यस्थलको झ्याललाई चाहिँ दिनभरि जति अथवा एक दिन पुरै अथवा भनौँ दिनभरि जति, हारू छोङिल भनेको चाहिँ दिनभरि जति अथवा पुरै होल डे भनेको, थादा नोखो बन्द गरिराखेर इरानुन ख्याङुगा मानसुम्निदा, यसरी चाहिँ अब काम गर्ने अवस्था धेरै हुन्छ। कार्यस्थलको झ्याललाई, छाङमुन भनेको झ्याल, दिनभरि जति बन्द गरेर चाहिँ काम गर्नुपर्ने अवस्था अथवा काम गर्ने अवस्था धेरै हुन्छ। किनभने चाहिँ जाडो याममा कोरियामा धेरै चिसो हुने गर्छ। अब बाहिरबाट चाहिँ चिसो हावा आउँछ, त्यो झ्याल बन्द गर्छन्, ढोका बन्द गर्छन्, मजाले चाहिँ भित्रपट्टि त्यसरी चाहिँ न्यानो पारी काम गर्ने गर्छन्। यस्तो अवस्था चाहिँ धेरै हुन्छ भन्ने बुझेको छ। खोइच्छा खान छागौ हाङ ग्याङ्गल उये, खोइच्छा खाँदा भने चाहिँ एकदम अनुकूल हुनु भनेको ठिक्क मिलेको हुनु, अनुकूल हुनु, सुहाउने खालको हुनु। छागब हाङ ग्याङ्गल उये, अनुकूल खालको कार्य वातावरणको लागि हारुए थु सेवन, दिनमा 2-3 पटक, थु वन र सेवनबाट सर्टकटमा थु सेवन बनेको छ। थु सेवन भनेको 2-3 घन्टा, 2 भने थु भने 2 अनि से भने 3, 2-3 पटक चाहिँ छागबजाङ ने काम गर्ने ठाउँभित्रको थाकखान खोङ्गिरुल सनसनान खोङ्गिरु, थाकखान खोङ्गी भने चाहिँ काम गर्ने ठाउँभित्रको जो फोहोर हावा छ, थाकखान खोङ्गी भने चाहिँ फोहोर हावा, अनि त्यसै गरी भनौँ त्यो मिश्रित हावा, दुर्गन्धित हावालाई भन्नु खोजेको, अथवा दुर्गन्धी एउटा चाहिँ इन्भाइरोमेन्टलाई भन्ने, खोङ्गी भने चाहिँ वायु भनेको हो। यो भित्रपट्टि अब भनौँ त्यो गरम हावा अथवा भित्रपट्टि जो प्रदूषित हावा छ, अब दिनभरि झ्याल बन्द गरेर भित्र काम गर्नुपर्दा भित्रपट्टि चाहिँ अब बाहिरको फ्रेस हावा आउँदैन, भित्रपट्टिको जो छ कार्बन डाइअक्साइड बढी भरिन्छ र फोहोर हावा चाहिँ दूषित हुने गर्छ। त्यो दूषित हावालाई चाहिँ यो सिन्सनान खोङ्गिरो, सिन्सन हादा भन्छ फ्रेस अथवा ताजा भनेको है, सिन्सनान खोङ्गिरो अथवा फ्रेस हावाद्वारा फाकुवा छुनुन घसी छोसुम्दा, यो चाहिँ चेन्ज गर्नुपर्ने कुरा चाहिँ राम्रो हुन्छ। फाकुवा चुनुन खसी छोसुम्दा भने चाहिँ चेन्ज गरिदिनु पर्ने कुरा राम्रो हुन्छ, साट्नु पर्ने कुरा राम्रो हुन्छ भनेको चाहिँ। साट्नु भने के हो भने चाहिँ भित्रको ताजा हो बाहिर फाल्ने, भित्रको ताजा हो कि भित्रको फोहोर चाहिँ बाहिर जान्छ बाहिर फाल्ने, अनि बाहिरको फ्रेस हावा चाहिँ भित्र ल्याउने, बाहिरको फ्रेस हावाले भित्रको फोहोर हावा चाहिँ चेन्ज गर्ने भनेको। अब झ्याल खोल्ने भने चाहिँ झ्याल खोल्दा आफै भित्रको तातो हावा बाहिर जान्छ, बाहिरको फ्रेस हावा भित्र आइहाल्छ भनेपछि यसले चाहिँ वाङ्गी बनाउनु पर्ने हुन्छ नि त होइन। यसले चाहिँ वाङ्गी बनाउनु भन्ने गर्छ, हावा चाहिँ ओहोर दोहोर गर्ने भन्ने कुरा हो खासमा। बाहिरको हावा भित्र ल्याउने, भित्रको ताजा त्यस्तो फोहोर हावा चाहिँ बाहिर फाल्ने, यो काम चाहिँ राम्रो हुन्छ भन्न खोजेको हो। ल यो के को बारेमा भनेको छ होला यसो मिलाएर बुझौँ है, के को बारेमा छ यसलाई भन्नु खोजेको चाहिँ के को बारेमा छ त। उसले लास्ट लाइनमा के भनिदिएको छ भनेपछि यो ने भित्रको थाकखान खोङ्गी, अलिकति भित्रपट्टिको त्यो फोहोर हावा, प्रदूषित हावा जस्तो भित्रपट्टि गुम्सिएको हावा जो छ त्यो हावालाई चाहिँ सनसनान खोङ्गिरो ताजा हावाको रूपमा, ताजा हावाद्वारा फाकुवा जुनुन घसी छोसुम्दा, यो हाइलाइट गरेको छ यो पोइन्टलाई, योलाई हेर्नु पर्यो। साट्ने कुरा राम्रो हुन्छ भन्न खोजेको छ। भित्रपट्टिको फ्रेस हावा ल्याउने, भित्रपट्टि फ्रेस हावा ल्याउने, बाहिरबाट चाहिँ फ्रेस हावा भित्र ल्याउने, भित्रको त्यो थाकखान खोङ्गीलाई चाहिँ बाहिर फाल्ने, यो कुरा हो कि दिनभरि अब हामीले चाहिँ दिनभरि झ्याल ढोकेर चाहिँ काम गर्नुपर्ने अवस्था धेरै हुन्छ। यस्तो अवस्थामा चाहिँ अब हामीलाई अनुकूल वातावरण चाहियो होइन, अनुकूल इन्भाइरोमेन्ट चाहियो। एउटा अनुकूल खालको कार्य इन्भाइरोमेन्टको जो हावा छ अथवा यो इन्भाइरोमेन्ट छ, कार्य इन्भाइरोमेन्ट छ, अनुकूल खालको कार्य इन्भाइरोमेन्ट छ, यसको लागि चाहिँ के गर्नु पर्यो त, दिनमा चाहिँ 2 अथवा 3 पटक, 2 वा 3 पटक चाहिँ काम गर्ने ठाउँभित्रको फोहोर हावा बाहिर फाल्ने, फ्रेस हावा भित्र ल्याउने, यो चाहिँ इम्पोर्टेन्ट हुन्छ, यो गर्दा राम्रो हुन्छ भन्न खोजेको छ। के को बारेमा भनिएको छ होला त, वाङ्ग्याङ वातावरण हो कि यो वातावरण पनि कता कता हो कि जस्तो लाग्न सक्छ तपाईँहरूलाई। वातावरणलाई चाहिँ अब यो वातावरणलाई चाहिँ कति बेला सही मान्न सकिन्छ भने अब वातावरण चाहिँ हो जस्तो लाग्छ नि त होइन, किन चाहिँ यसमा यो अप्सन आइदिएको छ, वाङ्गी भन्ने अप्सन आएको छ, वाङ्गी भने चाहिँ राजा हो, यही हो अप्सन, यसको सही जवाब पनि। यो वाङ्गी पनि हुन्थ्यो किन हुँदो भएन भन्नुलाई चाहिँ वाङ्गी चाहिँ कति बेला प्रयोग गर्ने भन्छ, यसले चाहिँ गर्नुपर्ने कुरा चाहिँ के छ त्यतातिर बढी फोकस गरेको छ नि त। के गर्नुपर्ने छ त यसमा, बाहिरको ताजा हावा भित्र ल्याउने, भित्रको ताजा त्यो फोहोर हावा चाहिँ ताजा हावाको रूपमा, ताजा हावाद्वारा साट्ने अथवा चेन्ज गरेर त्यो बाहिर फाल्ने, भित्रको हावा चाहिँ बाहिर फाल्ने, यो गर्ने कुरा चाहिँ राम्रो हुन्छ।
किनभने दिनमा 2-3 पटक चाहिँ यो गर्नुपर्छ भन्ने कुरा गरेको छ। के को लागि त? फ्रेस इन्भाइरोमेन्टको लागि। अब इन्भाइरोमेन्टमा भनेको छ इन्भाइरोमेन्ट कति बेला सही हुन्थ्यो, वाङग्याङ कति बेला सही हुन्थ्यो भनेपछि यो चाहिँ कति बेला सही हुन्थ्यो भनेपछि अब भित्रपट्टिको फोहोरको बारेमा कुरा गर्थ्यो, हो हल्लाको बारेमा कुरा गर्थ्यो, त्यसै गरी अब गन्धको बारेमा कुरा गर्थ्यो। यस्तो यस्तो अवस्था छ भनेर चाहिँ यस्तो भन्थ्यो भनेपछि त्यति मात्रै भन्दाखेरि चाहिँ अब कार्यस्थलमा फोहोर हुन्छ, हल्ला हुन्छ, अनि दुर्गन्धित बास्ना आउँछ। अनि त्यसै गरी पेन्टको काम गर्दाखेरि जस्तै पेन्टिङको कुरा गर्दाखेरि चाहिँ अब त्यहाँ पेन्टको गन्ध आउँछ होइन। यावत कुराहरूलाई चाहिँ बढी फोकस गरिन्थ्यो भनेपछि हामी वाङग्याङ सही जवाब भन्थ्यौँ। यसमा चाहिँ मेन कुरा चाहिँ भित्रको हावा बाहिर फाल्ने, बाहिरको हावा भित्र ल्याउने भन्ने कुरा चाहिँ दिनमा 2-3 पटक त्यो गर्नुपर्छ भन्ने कुरामा फोकस गरेको हुनाले यसको सही जवाब चाहिँ के हुन्छ त? वाङ्गी नै हुन्छ। अनि सुनवाङ भन्छ। सुनवाङ भने चाहिँ रोटेसनलाई भनेको ओहोर दोहोरलाई भन्ने गर्छ। त्यसै गरी ख्योवान भन्दैछ। ख्योवान चाहिँ यसमा मिल्दैन। ख्योवान चाहिँ अब चेन्ज गर्ने, साटासाट गर्ने हो। साम चिज वस्तुलाई चाहिँ साटासाट गर्ने कामलाई चाहिँ ख्योवान अदा भन्ने हो, फाक्कोदा भन्ने हो। ल 3 देखि 4 मा चाहिँ एउटा खुल दिएको छ त, हरफ दिएको छ अथवा कुनै एउटा लेख दिएको छ। त्यो लेखको बारेमा चाहिँ सबैभन्दा हेर्नु त, खाजाङ आलमाजुन मुन्जाङुल खोरुसिप्सियो। मुन्जाङ छान्नुपर्ने छ। हेर्दाखेरि ठुलो जस्तो देखिन्छ तर एकदमै सामान्य खालका प्रश्नहरू हुने गर्छन् यिनीहरू है, याद गर्नु होला। त्यस्तै गाह्रो चाहिँ हुँदैन, एकदम इजी हुन्छन्। तर मैले यहाँ बनाउने प्रश्नहरू त्यति इजी चाहिँ हुँदैनन्, बुझाउने तरिका इजी होला, तर ध्यान दिएर हेर्नु होला, एकदमै ध्यान दिएर हेर्नु होला। यसमा चाहिँ अलिकति बढी नै महत्त्वपूर्ण खालका प्रश्नहरू मैले राखिदिने गर्छु। ताम आनेमुने थेयान सल्मिङ्रो मानन खसुल मसनिका। आनेमुन दिएको छ यसमा। वैकिकिन इल्याक सामदाङ सेन्टर इयोङ आन्ने भनेको छ। विदेशी कामदारको चाहिँ परामर्श केन्द्र छ। विदेशी कामदारको परामर्श केन्द्रको बारेमा चाहिँ जानकारी छ। त्यसलाई प्रयोग चाहिँ कसरी गर्ने त्यो प्रयोगको जानकारी छ। यो इयोङ आन्ने भनेको छ भने चाहिँ प्रयोगको जानकारी हो। यो इयोङ हादा भन्छ, याद गर्नुहोस् त। सायोङ र इयोङ भन्ने दुईवटा कुरा छ नि, त्यो सबैलाई थाहा छ। सायोङ र इयोङ। यो सायोङको प्रयोग कति बेला गर्छ र इयोङको प्रयोग कति बेला गर्छ भने चाहिँ यहीँनिर हो हाम्रो जुक्किने भने। सायोङ भनेपछि चिज वस्तुको प्रयोग होइन, वस्तुको प्रयोग भयो सायोङ। अनि त्यसै गरी इयोङ भने चाहिँ सेवा सुविधाको प्रयोग, सेवा स्थान र गाडी मोटर यातायात भनौँ समग्रमा। र अर्को कुरा चाहिँ थप सुविधा, थप अतिरिक्त सुविधाको प्रयोगको लागि चाहिँ हामी इयोङ हादा भन्ने गर्छौँ है। ल जे सुविधा नर्मल सुविधा भन्दा बाँकी अन्य आवश्यक सुविधा भन्दा बाँकी एक्स्ट्रा सुविधाको लागि चाहिँ हामी इयोङ भन्ने गर्छौँ। ल यसमा चाहिँ एउटा जानकारी दिएको छ। यो जानकारीमा के को बारेमा दिएको छ भने चाहिँ विदेशी कामदार परामर्श केन्द्रको प्रयोगको जानकारी दिएको छ। कसरी चाहिँ त्यसलाई प्रयोग गर्न सक्छौँ हामी। के भनेको छ? हाङको के छ? इरामेन छ हिमदुन घसी इक्कना छिकजाङुल छाजुल्ते थोवा थुरिमिदा। यसले चाहिँ कति बेला प्रयोग गर्न सकिन्छ त? यसलाई कोरियामा काम गर्दै गर्दा हिमदुल घसी इक्कना गाह्रो कुरा यदि छ वा त गाह्रो भयो, कुनै कुरा गाह्रो लाग्यो वा छिकजाङुल छाजुल्ते कार्यस्थल खोज्ने। छिकजाङ भने कार्यस्थल, कार्यस्थल चाहिँ छाजुल्ते भने खोज्ने बेलामा अथवा खोज्दा थोवा थुरिमिदा हेल्प टक्राउँछौँ भन्छ। अथवा हामी चाहिँ हेल्प गर्छौँ भनेको। थोवा थुरिदा भने के त नि हेल्प दिनु भने नि त, हामी चाहिँ हेल्प दिन्छौँ भनेको। यो केन्द्रले हेल्प दिन्छ भन्नु खोजेको। खानदानहान मुनि सहाङुन खोल सेन्थाए मिरी छानुवा हासय खानदानहान मुनि सहाङुन भनेपछि अब सामान्य खालको कुनै सोधपुछको अवस्थामा चाहिँ खोल सेन्टर भन्छ, कल सेन्टरलाई भन्ने कुरा हो। कल सेन्टर है, कल सेन्टरमा चाहिँ पहिला नै चाहिँ फोन गरिदिनु होला भन्छ, पहिल्यै फोन गर्नु होला भन्ने कुरा गरेको छ। त्यसै गरी फाङमुन हार्यमियन फाङमुन यदि गर्ने विचार छ भनेपछि यी सामान्य खालको कुनै त्यस्तो अब सोधपुछ गर्नु पर्यो भने चाहिँ पहिले नै अब त्यहाँ छानुमा गर्नु होला, कल सेन्टरमा फोन गर्नु होला। अनि फाङमुन गर्ने विचार छ भने त्यहाँ आफै आउने विचार छ भनेपछि खोल्सेन थए मिरी याक हेसा साङदाम त्यसै गरी थोङयाक खानङ सिगानु अलिकति भएको छ यहीँ हेरौँ त। यल्लाक हेसा साङदाम भने त्यस पछाडि चाहिँ अर्को सेन्टेन्स लागु भएको छ है, यहीँनिर अलिकति फसाउँछ। यहाँबाट चाहिँ यति एउटा सेन्टेन्स, त्यसपछि थोङयाकको लागि चाहिँ खानुङ सिगानुन
वाकिन हानु एया खेजुसयो भनेपछि तपाईँले चाहिँ यदि अब फागमुन गर्ने विचार छ भने आफै अफिसमा गएर चाहिँ भेटघाट गर्ने विचार छ भने पहिले नै के गर्नु पर्यो त यल्ला घेस पहिले नै जानकारी गर्ने अथवा कन्ट्याक्ट गरेर चाहिँ साङदाम लिनु पर्यो है। त्यहाँ फागमुन गर्नको लागि चाहिँ के गर्नु पर्यो त पहिला हामी चाहिँ यल्ला गर्ने अनि त्यसपछि साङदाम गर्ने। अनि अर्को कुरा छ थोङयक कानुन सिगानुल हाकिन हान हो। थोङयकको सम्भावना रहेको जो समय छ त्यो समयलाई चाहिँ चेक गरिसके पछाडि ए आखे जुसो जानकारी गर्नु होला अथवा त्यसमा चाहिँ कन्ट्याक्ट खबर गर्नु होला भन्ने कुरा गरेको छ। भनेपछि हामीले चाहिँ कुल मिलाएर के बुझ्नु पर्यो भने चाहिँ एउटा विदेशी कामदारलाई सहायता गर्ने केन्द्रले चाहिँ आफ्नो एउटा कन्डिसन बनाएको छ, शर्त बनाएको छ के गर्नुपर्छ भन्ने कुरा। सामान्य खालको समस्या यदि छ भने चाहिँ सामान्य खालको सोधपुछ गर्ने छ भने चाहिँ कल सेन्टरमा फोन गर्ने, पहिला नै फोन गर्नु पर्यो। अनि आफै प्रत्यक्ष गरेर चाहिँ भिजिट गरेर चाहिँ भनौँ न फागमुन गर्ने यदि विचार छ भने चाहिँ कल सेन्टरमा पहिले नै खबर गरेर ल म चाहिँ आउँदैछु है, मेरो लागि चाहिँ आउन सक्ने समय निकाल्नु होला, म चाहिँ फलाउने डेटमा आउँछु अथवा म चाहिँ आउने चाहन्छु भन्नु पऱ्यो आफूले। उसले कल सेन्टरबाट के जवाब दिन्छ, ल ठिक है तपाईँ चाहिँ फलाउने डेटमा आउनु होला अथवा यो बारमा चाहिँ आउनु होला भन्ने उसले चाहिँ समय मिल्यो। किनभने चाहिँ अब हामी जस्तै कैयौँ हुने गर्छन् त्यहाँ सबैलाई क्युमा राखेको हुन्छ, लाइनबद्ध रूपमा चाहिँ भन्नु क्युबद्ध रूपमा जानुपर्ने हुनाले चाहिँ यो पहिला नै हामीले चाहिँ सम्पर्क गर्नुपर्ने कुरा इम्पोर्टेन्ट हुन्छ। र थोङयक खानुङ सिगान भन्छ दोभाषे। थोङयक भने चाहिँ दोभाषे हो, थोङयक खानुङ सिगान दोभाषेको सम्भव हुने समय चाहिँ वाकिन हानु। तपाईँले चाहिँ अब दोभाषे त्यहाँ दिएको हुन्छ, सबै कुरा उसले बताइदिन्छ। अनि त्यसलाई चाहिँ अब भनौँ न त्यो चेक गरिसके पछाडि मात्रै त्यहाँ चाहिँ याद गर्नु अथवा त्यहाँ खबर गर्नुपर्यो, त्यहाँ जानुपर्ने भन्नु खोजेको हो, यत्तिकै छ ल। यसमा चाहिँ अब सही जवाब छान्नुपर्ने छ। 1 नम्बरमा सेन्थएस छुयप साङदामुल हाल्सु अप्सुङदा। छुयप साङदाम चाहिँ यहाँ चाहिँ पाउन सकिन्न अथवा गर्न सकिन्न भन्ने कुरा गरेको छ। छुयपको परामर्श चाहिँ गर्न सकिन्न। त्यो विदेशी कामदारलाई परामर्श दिने केन्द्रमा चाहिँ कामको परामर्श पनि हुन्छ, विभिन्न खालको रोजगार तालिमको परामर्श पनि दिने गर्छ, दुःख पीडाको परामर्श, सबै कुराको परामर्श चाहिँ दिने गर्छ है। यो चाहिँ गलत जवाब भयो। 2मा चाहिँ सेन्थए फागमुन छने सेन्टरमा चाहिँ भिजिट गर्नुभन्दा अघि छनवा हेया हामी त फोन गर्नुपर्छ, एकदम सही जवाब छ। किन चाहिँ भिजिट गर्नको लागि चाहिँ अब त म चाहिँ आउँदैछु भन्नेलाई फोन गर्नु पऱ्यो नि त। फोन गरेर डेट लिने हो आफूले, त्यो डेट लिए पछाडि कुन डेट छ त्यही डेटमा चाहिँ बल्ल त्यहाँ गएर चाहिँ परामर्श लिने, साङदाम गर्ने हो भिजिट गरेर। त्यही भएर स्वयं गएर चाहिँ आफू फागमुन गर्नु चाहिँ हुँदैन। सही जवाब चाहिँ यसको यही छ ल। 2 नम्बर सही जवाब। अनि यतापट्टि चाहिँ सेन्थएसन हाङ्गुक माल्रोमान कोरियन भाषामा मात्रै साङदाम हाल्सु इस्सुङदा। कोरियन भाषामा मात्रै साङदाम गर्न सकिन्छ, यो लाइनै गलत भयो। किनभने चाहिँ विदेशीलाई परामर्श गर्ने केन्द्रमा त सिधै त्यहाँ बहुभाषी चाहिँ राखिदिएको हुन्छ है। थोङयक सर्भिस चाहिँ हुन्छ नै, भाषा ट्रान्सलेटरको व्यवस्था हुन्छ। कोरियनमा मात्रै हुँदैन, आफूलाई जुन देशको मान्छे हो त्यही देशको मान्छे कर्मचारी त्यहाँ खटेको हुन्छ। नेपाली भाषा हामी छ भने चाहिँ नेपाली भाषामा मजाले कुरा गर्न सकियो, गलत भयो लाइन। अनि यो पनि गलत छ। अनि यसमा के छ त सेन्थय अन्जे दुन्जी फागमुन हेदो थेम्दा। अन्जे दुन्जी भने चाहिँ जहिले पनि भनेको गलत छ। जहिले पनि भिजिट गर्न सकिन्न, फोन गर्नुपर्छ, डेट लिनुपर्छ। मिरी ए आखे जसो त्यही भएर भने त हो नि, आफू फेरि चाहिँ त्यहाँ भिजिट गर्न पाइएन ल है। यसको सही जवाब चाहिँ 2 नम्बर भयो। अनि यसमा हेरौँ त, यसमा के भनिदिएको छ 4मा चाहिँ ल 3 र 4 चाहिँ एकको नियमका विषयसँग मिल्ने कुरा छैन भन्छ। ल 4मा के भन्दैछ त खामजन सागो यसनन् खामजन सागो यसनन् छनमनुल छादान हागो। यस्तो अब खामजन सागो भने चाहिँ विद्युतीय करेन्ट लागेर हुने दुर्घटनालाई भनेको। यो दुर्घटना हो चाहिँ विद्युतीय करेन्टलाई भन्ने गर्छ, विद्युतबाटै करेन्ट लाग्ने भयो। अनि छनमनुल छादान हागो। छनवन भने चाहिँ पावर सप्लाई गर्ने मुख्य प्लगलाई भन्छ छन भने चाहिँ छङ्गी, वन भने चाहिँ स्रोत, विद्युतीय स्रोत। यो छन वनको शाब्दिक अर्थ के हो थाहा छ नि? छन भने चाहिँ छङ्गीबाट बनेको है, विद्युतीय उपकरण अथवा विद्युतीय स्रोत, विद्युतलाई भन्ने। वन भने चाहिँ छावन हो नि त होइन, वन केबाट बने हो त? छावनबाट बनेको हो। यो विद्युतीय स्रोत दुईटै कुरा मिलाएर बुझ्दाखेरि चाहिँ छन वन विद्युतीय स्रोत भयो।
कुन स्रोतबाट बिजुली आउँदैछ त? प्लगबाट आउँदैछ कि अब त्यो मेन त हामीले सकेटबाट आउँदैछ कि अब भनौँ कहाँबाट डाइरेक्ट कहाँबाट निकालेका छौँ हामीले बिजुलीलाई, कुन लाइनबाट बिजुली निकालेका छौँ, त्यो लाइन मेन स्विच अथवा मेन स्विच भन्दा नि भयो, छानुमन स्विच भनेर चाहिँ मेन स्विच हो। छानुमन छादनको मेन यसको चाहिँ स्रोतलाई चाहिँ कट गरेर, छादन अथवा भने स्टप गर्नु, कट गर्नु, यो छादन चाहिँ कटलाई भन्ने गर्छ अथवा स्टप गर्नु। रोक्नु भनेको ब्लक गर्नु भनेको ब्लक भनौँ है अर्को भाषामा, ब्लक। अनि त्यसै गरी छिल्सिक सिएनुन भनेपछि अब मुख्य पावर प्लगलाई चाहिँ अफ त्यो पावर स्रोतलाई चाहिँ अफ गरेर बन्द गरेर। छिल्सिक सिएनुन छागबुल छुङजी हागो, त्यही बेलामा चाहिँ भनौँ न छिल्सिक सीमा चाहिँ त्यो बेलाको त्यो समयमा चाहिँ अब कामलाई छागबलाई चाहिँ छुङजी हागो रोकेर, छुङजी हादा पनि ब्लक गरेर रोक्नु भनेको, रोकेर चाहिँ थेबी हेया हामीदा सुरक्षित हुनुपर्छ अथवा त्यहाँबाट चाहिँ साइड लाग्नुपर्छ, भाग्नुपर्छ भन्ने कुरा भयो। थेबी हादा भने चाहिँ सुरक्षित हुनु अथवा सुरक्षित स्थानतिर चाहिँ आफूलाई चाहिँ साइड लगाउनु, भाग्नु भन्ने कुरा हो। त्यहाँबाट चाहिँ भनौँ न सुरक्षिततिर सुरक्षित हुने, आफूलाई चाहिँ सेभ गर्ने, साइड लाग्ने। वाजे फाल्सिङसी, वाजे लागेको बेलामा अथवा आग लागि भएको बेलामा चाहिँ छोगी छिनुवा, छोगी छिनुवा भनेर चाहिँ म्याक्सिमम छिनुवा भनेर चाहिँ कस्तो भने चाहिँ आगो भने छिनुवा भनेर चाहिँ आगोलाई भन्ने गर्छ। यो छिनुवा हादा भने चाहिँ आगोलाई चाहिँ निभाउनु भन्ने कुरा है। छिनुवा हादा भने चाहिँ आगो निभाउनु भन्ने हो। यो वा भने चाहिँ वाजेबाट बनेको, छिनुवा हादा भन्छ आगो निभाउनु। भनेपछि अब आगो देखा परेको अथवा आग लागि भएको समयमा चाहिँ अधिकांश अथवा म्याक्सिमम रूपमा चाहिँ आगो निभाउने र थेबीगा छुङ्गी हामीदा, थेबी भने चाहिँ बस्ने कुरा भयो, त्यो त्यहाँबाट चाहिँ भाग्ने कुरा चाहिँ राम्रो हुन्छ। भने चाहिँ आगो निभाउने का साथसाथै भाग्ने कुरा चाहिँ राम्रो हुन्छ भन्छ। सकेसम्म आगो निभाउने, छोगी छिनुवा भने चाहिँ सकेसम्म आगो निभाउने, म्याक्सिमम रूपमा चाहिँ आगो निभाउनु भन्ने, चाहिँ आगो चाहिँ निभाउनै पर्ने अथवा आगो निभाउन सकेन भने चाहिँ त्यहाँबाट के गर्नु, थेबी गर्नु पऱ्यो, आफूले चाहिँ साइड लाग्नु पऱ्यो, त्यही कुरा महत्त्वपूर्ण हुन्छ भन्छ। यो आग लागेको बेला चाहिँ आगो निभाउने र त्यहाँबाट चाहिँ टाप कस्ने, थेबी गर्ने, सुरक्षित गर्ने अथवा आफूलाई बचाउने। अनि विद्युतीय करेन्ट लागेको बेला चाहिँ के गर्नु पऱ्यो त, प्लग स्विचलाई चाहिँ अफ गर्नु पऱ्यो अथवा मुख्य पावर स्रोतलाई अफ गर्ने। र त्यही बेला जो समय छ त्यो छिल्सिक सी भनेर चाहिँ त्यो बेलाको त्यो घटनास्थलको त्यो समस्या परेको बेलाको जो चलिरहेको काम छ त्यो कामलाई के गर्नु पर्यो त हामीले छुङजी गर्ने कुरा, छुङजी गर्ने र त्यहाँबाट चाहिँ सुरक्षित हुने कुरा राम्रो हुन्छ, सुरक्षित गर्नुपर्छ। अब आग लागेको बेला के गर्नु पऱ्यो त, सकभर चाहिँ आगो निभाउने र त्यहाँबाट चाहिँ टाप कस्ने अथवा आफूलाई चाहिँ साइड लगाउने अथवा थेबी गर्ने। थेबी हादा भने चाहिँ त्यहाँ जतन आफूलाई बस्नु भनेको, सुरक्षित स्थानतिर सर्नु भनेको हो। भने दुईवटा दुर्घटना भएको बेलाको उसले चाहिँ थेबी गर्ने तरिका बताएको छ। एउटा खामजन सागोको बेला छ, अर्को चाहिँ वाजे फाल्सिङको बेला छ। ल अब दुईवटा कुराको घटनाको बारेमा चाहिँ कसरी बच्न सकिन्छ, के गर्नुपर्छ भन्ने कुराले सिकाएको छ। अब अप्सन हेर्नु त, सानप छेहे येबाङ भन्छ औद्योगिक दुर्घटनाको रोकथाम। यो औद्योगिक दुर्घटनाको रोकथामभित्र पर्ला त यो औद्योगिक दुर्घटना भनेपछि कस्तो खालको दुर्घटना भन्नुहुन्छ भनेपछि काम गर्दै जाँदा कतै लडियो, ठेस लाग्यो, माथिबाट सामान खस्यो, च्यापियो, छिगेछा, चल्दै गर्दा च्यापियो, मेसिनभित्र हातखुट्टा च्यापियो, यसरी दुर्घटना भयो, त्यस्तो खालको एक्सिडेन्टलाई चाहिँ हामी औद्योगिक दुर्घटना भन्ने। त्यो औद्योगिक दुर्घटनाको रोकथाम भन्छ अलिकति मिलेन। उमगुप छजी फाङपप भनेको छ, उमगुप छजी फाङपप यो आकस्मिक बेलामा चाहिँ बस्ने तरिका, आकस्मिक बेलामा चाहिँ बस्ने तरिका भन्ने कुरा गरेको छ। अनि अर्को छ सागो साङवाङ फ्याल छोगी थेउङ योर्याङ भन्ने कुरा गरेको छ। भनेपछि अब यो दुर्घटनाको अवस्था अनुसार चाहिँ यो अधिकतम अथवा म्याक्सिमम यो थेउङ भने चाहिँ यसलाई कस्तो हुन्छ भनेपछि थेउङ हादा भने चाहिँ प्रतिक्रिया दिनु अथवा त्यसलाई चाहिँ प्रतिरक्षा गर्नु भनौँ, त्यसको लागि फेस गर्ने कुरा हो, प्रतिकार गर्ने कुरा, फेस गर्ने कुरा। फेस गर्ने चाहिँ योरिङ भने चाहिँ तरिका भयो है। दुर्घटनाको अवस्था अनुसार म्याक्सिमम
त्यसलाई चाहिँ फेस गर्ने तरिका भन्ने कुरा जो छ त्यही सही जवाब हुन्छ। किनकि दुर्घटना अब आग लागेको दुर्घटनाको बेला चाहिँ एक खालको प्रतिकार गर्ने, एक खालको प्रतिक्रिया दिने, एक खालको चाहिँ भनौँ न त्यसको चाहिँ प्रतिवाद गर्ने भयो र त्यसै गरी उतापट्टि करेन्ट लागेको बेलामा चाहिँ कसरी चाहिँ हामीले आफूलाई बस्ने, त्यो दुर्घटनाका क्षेत्रअनुसार, दुर्घटनाको किसिमअनुसार, दुर्घटनाका त्यो टाइपअनुसार चाहिँ आफूलाई त्यसलाई चाहिँ प्रतिकार गर्ने अथवा सामना गर्ने भनौँ न, सामना गर्ने एउटा इयोरिङ हुने तरिका भयो, त्यसकै बारेमा भनेको छ। अनि आन्जन चाङबी सायोङफप भन्छ। आन्जन चाङबी सायोङफप चाहिँ यो होइन, अब सुरक्षाको उपकरणको चाहिँ प्रयोग गर्ने तरिका भन्छ, यो तरिका चाहिँ यसमा दिएको होइन, गलत छ। ल अब चाहिँ लागौँ हामी 5 नम्बर क्वेसनमा। क्वेसन नम्बर 5 र 6 मिच्छुल छिन फुबुन छ, एकदमै इम्पोर्टेन्ट कुरा छ, हेरौँ त। मिच्छुल छिन फुबुनी आल्माजुन मुन्जाङ्गुल आल्माजुन गर्सुल खोरोसिप्सियो, मिल्ने कुरा चाहिँ छान्ने हो। ल एकचोटि आफै छान्नु होला है। ल त्यस्तो गाह्रो चाहिँ छैन, सजिलै छ है। यस्तै यस्तै खालको प्रश्नहरू आउने गर्छन्। अब पढ्यौँ भनेपछि मात्रै सजिलो हुने हो यो, अब नपढेपछि के को सजिलो हुन्छ र। 1 नम्बरमा के छ त, छिबी वैसा वा खाक्का उन फ्यान हेस अस, फ्यानी अस, फ्यानी हेस हुनुपर्ने फ्यानी अस भन्छ। हाङसाङ खरस खाम्निदा, अब छिबी घर वैसा वा खाक्काउन फ्यानी एस, फ्यान हे एस भने फ्यान हे अस, फ्यान हेस हुनुपर्ने फ्यान हे अस छ। यो उन अथवा नुन फेनिदाबाट बनेको ग्रामर हो है। खाक्काबाट खाक्काउन फ्यानी हे, यो नजिक खालको छ अथवा नजिकै नजिकतिर चाहिँ बढी झुकाउ गर्ने ग्रामर भयो। अब फ्यान फ्यानिदाबाट फ्यान हेस हुनुपर्ने अथवा फ्यानी हे हुनुपर्ने, त्यो पनि मिलेन। यो फ्यान हेस भए पनि मिल्दैन, यसमा फ्यान हे अस भने चाहिँ यो कुरै मिले छैन। यसमा कस्तो हुनुपर्ने भने चाहिँ फ्यानी हस, फ्यान इ हस, नजिक खालको भएर, नजिक हुने खालको भएर हुनुपर्ने। फ्यान हे अस भइदिएको छ, फ्यान फ्यानिदा भन्छ नि होइन, फ्यानिदाबाट फ्यानी हस हुनुपर्ने। फ्यानी हस नजिक खालको भएको हुनाले अथवा नजिकै भएको हुनाले चाहिँ हाङसाङ जयले पनि खर खरस खाम्निदा, या फ्यान हे अस भनिदिएको छ, अलिकति मिलेको छैन। यो फ्यान हादा भने चाहिँ अब सहज हुनु हो। फ्यानिदा र फ्यान हादा भने चाहिँ दुईवटा कुरा छ है। उन अथवा न अथवा नुन फेनिदा भन्ने छ नि, यो फ्यानिदा भयो। अनि त्यसै गरी जस्तै अर्को चाहिँ फ्यान हादा। यो फ्यान हादा भने चाहिँ सहज हुनु, सजिलो हुनु। यो उन अथवा नुन अथवा न्युन फ्यानिदा भन्छ, यो चाहिँ ने खालको हुनु अथवा एको खालको हुनु भन्ने प्रवृत्ति बताउने, झुकाव बताउने ग्रामर चाहिँ माथिको। यो चाहिँ अब सहज चाहिँ गाह्रो छ भन्ने कुरा। फ्यान हादा छ, फ्यान हे हस, यो पनि मिले छैन, यो गलत भयो। 2 मा के छ त, फ्याङवने वान्जागा इस्सुमुरो, फ्याङवनमा चाहिँ वान्जागा इस्सुमुरो इत्ता भिएसटी प्लस उमुरो अथवा मुरो भन्ने छ। भिएसटी प्लस उमुरो अथवा मुरो भने चाहिँ कस्तो हुन्छ, एको कारणले भन्ने हो, एको कारणले हो। इत्ता छ इस्सुमुरो भयो कारणले गर्दाखेरि चाहिँ छनुवा हाजी मासे हो। फोन नगर्नुहोस्, अस्पतालमा बिरामीहरू भयो भने चाहिँ फोन नगर, यसमा चाहिँ सबै ठिकै छ है। 3 मा नेल बुथ वैसा है नुजी मा आसे हो भनेको छ, नुजी मा आसे हो भन्छ, मिलेन, नुजी मा आसे हुनुपर्ने। अनि यहाँ के छ त नि, अझै फिगा वासस, अझै फिगा वासस, फिगा वास हुनुपर्ने, वासस यो गलत छ। यो यत्तिकै नहुनुपर्ने, यो यत्तिको नभए चाहिँ अब सही हुन्थ्यो। किनभने चाहिँ अस आसमा चाहिँ यो पास्ट र भिएसटी हुँदैन अथवा दुईवटा स तलपट्टि झुन्ड्याउनु मिल्दैन। अस आसमा चाहिँ जो भिएसटी छ यसमा चाहिँ पास्टको रूपमा राख्न मिल्दैन। अस आसको लागि है, फेरि यो अस आसको लागि चाहिँ पास्ट भिएसटी राख्न मिल्दैन। यो सेन्टेन्सै गलत भइदिन्छ, अगाडि नपढ्दा नि फरक परेन। ल यसमा हुनुपर्ने के हो त, वास हुनुपर्ने होइन। ल 6 नम्बर हेर्थ्यौँ है एकचोटि हामी, एकदमै इम्पोर्टेन्ट खालको प्रश्न छ यो पनि। 6 नम्बरमा पनि मिच्छुल छ, के भन्छ त,
ल सिगानी ल आफै मिलाउनुहोस् त एकैछिन है, मैले भन्नुपर्ने केही छैन, आफै मिलाउनु। ल 1 मिनटको टाइम, फ्याट मिलाइहाल्नु। ल मिल्यो होला भन्ने मैले चाहिँ विश्वास गरेको छु। 1 नम्बरमा के छ, सिगानी स्म्यन भन्छ है, म्यान उमेनको लागि चाहिँ अब यसमा उमेन हुनुपर्ने हो, सुम्यन हुनुपर्ने, अलिकति मिला छैन, यहाँनिर गलत गरिदिउँ। यसमा के छ त, मानी आफुम्यान धेरै दुख्यो भने, फ्याङ भने खासै हो, धेरै दुख्यो भने अस्पताल जानुहोस् है, अलिकति मिले जस्तो छ। र यहाँ के छ त, इल्बु नगा हाङ्गुका फोदा अर्यान फेनियो भन्छ। अर्यान भनेपछि अर्याउन फेनियो हुनुपर्ने है, अर्याउन फेनियो हुनुपर्ने, अप्ठ्यारो खालको छ भनेको। हाङ्गु के छ, इन्साहान फबुल फेवसयो, इन्साहान फबुल फेवसयो, भिएसटीमा उन अथवा न फबुल फेउदा अलिकति मिल्दैन। नुन फब यो किन चाहिँ अब इन्साहानुन फब हुनुपर्ने हो नि त यो, किनभने इन्साहादा भने चाहिँ रेगुलर कुराहरू हो, रेगुलर कुरा भएको हुनाले चाहिँ अब कुनै यो अब तालिमको कुरा होइन, अनि कुनै विशेष खालको सिपको कुरा होइन, इन्साहादा रेगुलर कुरा हो। रेगुलर कुरामा चाहिँ हामीले चाहिँ नुनको प्रयोग गर्नुपर्ने हुन्छ, इन्साहानुन फब भन्नुपर्छ, इन्साहान फब चाहिँ हुँदैन है। इन्साहानुन फबुल फेवसय, इन्सा गर्ने तरिका चाहिँ मैले यहाँ चाहिँ अब पास्ट भए पनि यसमा चाहिँ नुनकै प्रयोग गर्नुपर्छ है। यो तालिम कुनै विशेष खालको सिप परीक्षण कुरा होइन, इन्सा गर्ने कोरियाको रेगुलर कुरा हुने हुनाले चाहिँ यसमा चाहिँ इन्साहानुन फबुल फेवसय। अब जस्तै खाना खाने कुरा छ नि त, खाना खाने कुरा सिकेँ भने चाहिँ खाना कसरी खान्छ त्यो कुरा सिकेँ, खाना खाने तरिका सिकेँ। कोरियामा चाहिँ सामकेपसाल खाने तरिका सिकेँ। अब सामकेपसाल रेगुलर कुरा हो नि त, कोरिया कुनै नयाँ कुरा होइन भनेपछि अब हाम्रो लागि पनि नयाँ कुरा होला त। कोरियनमा यी खाने कुराहरू त रेगुलर खानेकुराहरू भएको हुनाले चाहिँ यसमा नुनको प्रयोग गर्छ। जस्तै मङनुन फप, मङनुन फाङपप, हान फाङपप, जहिले पनि तरिका सिकेँ, कुनै विधि विधान सिकेँ भन्नुको लागि चाहिँ हामीले कुनै तरिकाहरू सिक्यो, रेगुलर तरिकाहरू सिक्दाखेरि चाहिँ नुनको कुरा गर्नुपर्ने हुन्छ, उन अथवा न कुरा गर्न मिल्दैन। इन्सा हानुन फपुल फेवसय, इन्सा गर्ने तरिका सिकेँ। ल सही जवाब चाहिँ यसको 2 नम्बरै भयो, किनभने चाहिँ आफू म्यान फ्याङ भने खास, यसमा कुनै पनि गलत छैन है, 2 नम्बर सही जवाब भयो। ल अब लागौँ हामी चित्र नम्बर 1 नम्बर। 1 नम्बर चित्रमा के छ, 7 देखि 10 सम्म चित्र छन्। पहिलो चित्रमा चाहिँ यो भनिदिएको छ, हेरौँ, एउटा छिगेछा चलिरह, त्यो तलतिर चाहिँ मान्छे हिँड्दैछ है, यहाँ छिगेछा चलेको छ अनि यतापट्टि चाहिँ यो मान्छे हिँडिरहेछ। यो ठाउँ चाहिँ कस्तो भने चाहिँ छिगेछ पनि चलिरहेछ, मान्छे पनि हिँड्दैछ, अनि ब्लक पनि गरिदिएको छ भने चाहिँ यहाँ चाहिँ आवत जावत नगर भन्ने हो होइन। हिडडुल नगर्नुपर्ने, सामानलाई यता छाड पछाड चाहिँ नगर्नुपर्ने, त्यही होला। तेजी बासे हो, नदौड्नुहोस्, तडक भडक नगर्नुहोस्, दौड्नु हुँदैन, तुइदा होइन दौड्नु, एकदम फास्ट चाहिँ तडक भडक दौड्नु, तदुल्दा हल्ला हल्ला गर्नु, तुइदा दौड्नु, उछिट्टिनु, ट्याप गर्नु, त्यो नगर्नुहोस्। आन्जी मासे हो, नबस्नुहोस् भन्छ, यो बस्ने नबस्ने सङ्केत पनि भएन। थानेजी मासे हो, यताउता नधाउनुहोस्, सही जवाफ। अनि थुर खाजी मासे हो, भित्र नजानुहोस् भन्छ, भित्र नजानुहोस् भनेपछि यस्तो सङ्केत चाहिँ हुँदैन, त्यहाँ चाहिँ छुरी खुम्जीको बेग्लै खालको सङ्केत हुन्छ, 2टा हात यसो हात दिन्छ, प्रवेश निषेध। अनि त्यसै गरी कुनै यसो लाइन राखिदिएको हुन्छ है, गोलो हुन्छ यस्तो गोलो, अनि बिचमा चाहिँ यसो राखिदिएको हुन्छ, छुरी खुम्जी भन्ने चाहिँ नो इन्ट्री भन्ने हो। त्यसमा चाहिँ नधाउनु, यहाँ हिँडुल नगरे, यताउता ओहोर दोहोर नगर भन्ने त हो नि। त्यो गाडी चलाएर त्यो पनि नगर्ने, अनि छिकेछ मान्छे हिँड्दा त्यो पनि नहिँड भन्न खोजेको। अब यतापट्टि के छ त नि, कानमा औँला हालेर चाहिँ मजाले एकजना टोलाएको छ भनेपछि कति बेला हामी चाहिँ यस्तो गर्छौँ त थाहा छ नि है। जस्तै कुनै एकदमै हो हल्ला हुने ठाउँमा गयौँ भने चाहिँ यसो कानमा औँला हाल्ने गर्छ, किनभने त्यो ठाउँबाट चाहिँ हल्ला आउँछ, हल्ला हुने ठाउँ हो भन्ने खालको सङ्केत भयो।
ख्याङ्गो खुयक भन्छ। ख्याङ्गो खुयक भन्ने कुरा गरेको छ। र चेतावनीको क्षेत्र हो। अर्को छ छोयोङान खुयक, शान्त ठाउँ, एकदम शान्त ठाउँलाई भन्ने। शान्त ठाउँ चाहिँ होइन, शान्त ठाउँ चाहिँ यस्तो हुँदैन, त्यो चाहिँ हल्ला हुने ठाउँ हो नि त, एकदमै कोलाहल हुने ठाउँ हो, त्यही भएर चाहिँ शान्त ठाउँ होइन, यो पनि मिलेन। अनि सोम फाल्सिङ छाङसो भनेको छ एकदमै आवाज देखा पर्ने ठाउँ, जो चाहिँ एकदम सही जवाब छ। अर्को छ सोम छादान खुयक, आवाज चाहिँ कट गर्ने ठाउँ भन्छ, आवाज बन्द गर्ने ठाउँ। त छादान भने के त नि कट गर्ने हो नि त, कट अफ गर्ने ठाउँ, आवाज चाहिँ त्यहाँ ननिकाल्ने ठाउँ भन्ने कुरा गरेको छ। त्यो चाहिँ सङ्केत कस्तो होला भने चाहिँ जस्तै एउटा चाहिँ माइक, जस्तै माइक हुन्छ नि होइन, यो अक्सर गरी चाहिँ जङ्गलतिर अथवा विद्यालय क्षेत्र चाहिँ यस्तो बनाइदिएको हुन्छ, यहाँ चाहिँ आवाज निकाल्ने जस्तै यो छ नि, यो काट्दिएको हुन्छ। सोम छादान गर्ने क्षेत्र, यो चाहिँ के त हल्ला हुने ठाउँ हो, आफूलाई बच, यसलाई चाहिँ बस्नु होला, कान छोप्नु होला, कान थुन्नु होला भन्ने जस्तै हो। ल क्वेसन नम्बर 9 मा हेर्दिउँ, एकदमै महत्त्वपूर्ण खालको प्रश्न। त्यहाँ रेस्ट रुम लेखेको छ है। अब धेरै ठाउँमा चाहिँ हामीले के गर्छ भने चाहिँ रेस्ट रुमको अर्थ बुझ्या हुँदैनौँ। रेस्ट रुम भने चाहिँ रेस्ट भने चाहिँ आराम हो, रुम भने चाहिँ कोठा, आराम गर्ने कोठा भन्ने बुझ्छौँ है। यस्तो रेस्ट रुम लेखा चाहिँ माथि दुईजना केटाकेटी उभिया छ भने चाहिँ अब त यो केटाकेटीले चाहिँ एकै कोठामा आराम गर्ने जस्तो लाग्यो होइन, भने यो चाहिँ होइन, फेरि त्यसो नसोच्नु होला। यस्तो भनेपछि यो ठाउँमा चाहिँ यस्तो दुईवटा केटाकेटी मिलेर चाहिँ आराम गर्ने हो, त्यो चाहिँ नसोच्नु होला। एलिभेट इम्निता, यो एलिभेटको सङ्केत होइन है। एलिभेटमा चाहिँ तलमाथि सङ्केत हुन्छ, यस्तो पनि हुन्छ, यो तल र माथि दिएको हुन्छ सेतो, अनि तल माथि दिएको हुन्छ, यो एलिभेट चाहिँ होइन है। अनि 2 मा के छ त एस्केलेट इम्निता, एस्केलेट पनि होइन। एस्केलेटरलाई के हुन्छ त, यस्तो खालको सिँढी हुन्छ, मान्छे उभिएको हुन्छ, यो बिजुलीवाला सिँढी भयो, त्यो आफै माथि जाने, यो होइन, यो एक्सिलेटर पनि होइन, एस्केलेटर पनि होइन। अनि वाजाङसिल इम्दा, वाजाङसिल भन्छ टोयलेट, टोयलेट चाहिँ हो है। फेरि रेस्ट रुम भनेकै टोयलेटलाई भन्ने हो नि, वासरुम भन्छ, रेस्ट रुम भन्छ, टोयलेटलाई भन्ने हो। सिआर भन्ने गर्छ कसैले, कम्फर्ट रुम पनि भन्छ, कम्फर्ट रुम पनि भन्छ। युगेसिल भनेको चाहिँ आराम गर्ने कोठा, यो आराम गर्ने कोठा होइन। रेस्ट रुम भने चाहिँ हामी नेपालीमा आराम गर्ने कोठा बुझ्छौँ, तर रेस्ट रुम भने चाहिँ सिआरलाई भनेको छ, कम्फर्ट रुमलाई भन्ने, टोयलेट वासरुमलाई भन्ने गर्छ। फरवर्ड उतापट्टिको पश्चिमा शब्द होइन। ल टोयलेट हो त्यसको सङ्केत। ल अब पो आयो त बहादुर खतरा। 10 नम्बरमा हेरौँ के छ। के हेर्ने, त्यही छ जे छ त्यहाँ। त्यो भने के त नि, त्यसो नगर भने है, त्यहाँ उभिरहेछ सु गर्दै, सु नगर्ने भन्छ, सोभ्यान भन्छ सुलाई होइन। सोभ्यान भने चाहिँ सुसु गर्नु, अनि खुम्जी भने चाहिँ निषेध। सोभ्यान खुम्जी भन्ने यहाँ 4 नम्बर दिएकै छ सिधै। पिसाब गर्न मनाही छ भन्ने कुरा भयो। यहाँ चाहिँ अब कोरियामा यस्तै हुन्छ सिस्टमहरू, अब कहीँ पनि बाहिर पिसाब, खुला पिसाब चाहिँ, खुला पिसाब हुँदैन कहीँ पनि, खुला पिसाब मुक्त क्षेत्र हो कोरिया भनेको। अनि ठाउँ ठाउँमा फ्री टोयलेट हुन्छ, कुनै पैसा पनि यहाँको जस्तो हाम्रो जस्तो छैन कोरियामा, जहाँ गयो भने मजाले फ्री टोयलेट हुन्छ, मजाले चाहिँ फ्रेस भएर आउन सकिन्छ। अब हाम्रोतिर कसैको खल्तीमा 10 रुपियाँ 20 रुपियाँ हुँदैन, टोयलेट लाग्या हुन्छ, पिसाब लाग्या हुन्छ, बाध्यता हो, के गर्नु। फेरि उतापट्टि हाम्रो राष्ट्रिय दिदीले देखेपछि किचकिच गरिहाल्छन्। अनि यस्तो अवस्था छ, यसलाई अनर्थ नलिनु होला है साथीहरू। यस्तो चाहिँ सङ्केत हो, यो सङ्केत चाहिँ कट गरेको छ। यस्तो सङ्केत चाहिँ कोरियामा धेरै कम हुन्छ भनौँ न, किन चाहिँ कोरिया आफै विकसित राष्ट्र हो, यस्तो उनीहरूलाई चाहिँ आफै थाहा हुन्छ गर्नु हुँदैन भन्ने कुरा, गर्दैन पनि यस्तो। ल सिरेगी थुगी खुम्जी भने चाहिँ फोहोरलाई चाहिँ फाल्न निषेध, थुदा भने चाहिँ फाल्नु पनि हुन्छ है, फोहोरलाई राख्नु, फोहोरलाई फाल्नु पनि हुन्छ, फोहोरलाई छोड्नु पनि हुन्छ, याद गर्नु होला। फोहोर फाल्न निषेध भन्छ भएन। हुबियन खुम्जी भने चाहिँ हुबियन गर्न निषेध, अथवा हुबियन भने चाहिँ धुम्रपान अलाउडलाई भनेको। हुबियन, हुबियन भने चाहिँ धुम्रपान अलाउडलाई भन्ने गर्छ है। जस्तै हुबियन खुयक भन्छ नि, हुबियन खुयक भनेपछि धुम्रपान क्षेत्र भयो, धुम्रपान गर्न सक्ने क्षेत्र भयो। अनि त्यसलाई खुम्जी भन्छ, हुबियन गर्न नपाइने, गलत भयो। त्यस्तो चुरोटको चाहिँ चित्र काटेको होला त्यसमा। अनि अर्को छ उम्न्योसु खुम्जी भने चाहिँ यहाँ चाहिँ पेय पदार्थ खान निषेध छ, पेय पदार्थ निषेध भन्ने कुरा, त्यो पेय पदार्थलाई काटेको हुन्छ त्यसमा। ल अब लागौँ हामी 11 देखि 16 मा। फिन खाने आलमाजिन गसल खुरुसिप्सी हो, खाली ठाउँमा मिल्ने कुरा छान भन्ने कुरा गरेको छ। 11 नम्बरमा के छ,
अझै हिजो अझै गाले भनेको छ है। अझै हिजो यङजिन्सी आएको महेश यङजिन्सीसँग चाहिँ के गर्नुभयो त तपाईँले? यङजिन्सीको साथमा के गर्नुभएको थियो त हिजो? उसले भन्छ नाले के भन्छ भने चाहिँ खाची सँगै डडट फाबुल मगसयो डडट सँगै डडट गरेर चाहिँ भात खाएँ भन्ने कुरा छ। उन्दुङ हागो उन्दुङ हाता भने व्यायाम गर्नु, सँगै उन्दुङ गऱ्यौँ र भात खाएका थियौँ। हिजो चाहिँ के गर्दै आएको? सँगै उन्दुङ गऱ्यौँ अनि भात खायौँ भन्छ। उन्दुङ हादाको पछाडि गो लागेको छ। उन्दुङ हागो फाबुल मगसयो, यो गोको प्रयोग गरेको छ। भिएसटी प्लस गोको प्रयोग गर्छ। कति बेला गर्छ भने चाहिँ पहिलो वाक्यमा भएको जो काम छ त्यो काम गरिसके पछाडि अर्को काम गर्ने भन्ने कुरा। त्यो दुईवटा कामको चाहिँ कुनै पनि सन्दर्भ मिलेको हुँदैन। त्यति बेला चाहिँ हामीले गोको प्रयोग गर्नुपर्छ है। गोको प्रयोग गर्दाखेरि दुईवटा ठाउँमा भिएसटी हुन्छ। एउटा भिएसटीमा यहाँ गो हुन्छ अनि एउटा क्रिया यहाँ पनि हुन्छ नि त। भनेपछि एउटा काम चाहिँ यहाँ भयो अनि अर्को काम चाहिँ यहाँ भयो। गोको प्रयोग गर्दाखेरि नम्बर 1 मा कति बेला प्रयोग गर्नुपर्छ त? दुईवटा कामको क्रमलाई जोड्नु पर्दा है। गोको प्रयोग दुई ठाउँमा गर्ने। एउटा चाहिँ पहिलो काम र दोस्रो कामको क्रमलाई जोड्नु पर्दा, पहिलो काम गरेर दोस्रो काम गरिन्छ भन्नु पर्दा ती कामका क्रमहरू कस्ता हुन पर्यो, ती कामहरू चाहिँ कस्ता हुनु पर्यो भने चाहिँ यो बेग्लै खालको यो बेग्लै खालको छुट्टा छुट्टै कामहरू, यो छुट्टा छुट्टै कामहरू। यो पूर्वको काम त्यो पश्चिमको काम। व्यायाम गर्ने भात खाने कुनै पनि सम्बन्ध मिलेको छैन। व्यायाम गर्ने भात खाने भने कुनै पनि सम्बन्ध मिलेको छैन। एकातिर व्यायाम गर्ने यसमै छ नि त। उन्दुङ गर्ने खाची उन्दुङ हागो फाबुल मगसयो भन्ने कुरा गरेको छ नि त। व्यायाम गर्ने र भात खाने भन्ने कुरा गरेको छ। व्यायाम गर्नु र भात खानुको चाहिँ अब त्यो तारको सङ्गत नमिलेको हुनाले, श्रम त्यसको चाहिँ भनौँ न एउटा क्रम नमिलेको हुनाले, खासै नजिकको सम्बन्ध नआएको हुनाले चाहिँ गो चाहिँ सही जवाब भयो। र अर्को चाहिँ कहाँनिर प्रयोग गरिन्छ गोको प्रयोग? कहाँनिर गरिन्छ भन्नुपर्दा विशेषण जोड्नु पर्दा। दुईवटा विशेषण, पहिलो विशेषण र दोस्रो विशेषण, यो दुईवटा विशेषण जोड्नु पर्दा बिचमा र भन्ने उस्तै खालका हुनु पर्यो। जस्तै अब सानो र क्युट, लामो र पातलो, सुन्दर अनि सुशील, ज्ञानी अनि त्यसै गरी इन्टेलिजेन्ट। पढाइमा राम्रोको साथसाथै खेलकुदमा पनि राम्रो छ। जस्तै अब छेथोङ सेङ्गुन खिगा खुगो नाल्सिने हो, हाइट अग्लो छ र दुब्लो छ भन्न सकियो। हाइट अग्लो र दुब्लो, विशेषण अग्लो हुनु र दुब्लो हुनु विशेषण भएको है गोको प्रयोग गर्ने। अनि यहाँ पनि त्यही छ, दुईवटा कामको क्रम हो। पहिलो काम उन्दुङ गर्ने, दोस्रो काम चाहिँ भात खाने। उन्दुङ गऱ्यौँ र भात खायौँ भन्ने कुरा भयो कि उन्दुङ हामेन फाबुल मगसयो हुँदैन। यो म्यान अथवा उमेनको पछाडि जहिले पनि वाक्य टुङ्गिने बेला पास्ट टेन्सको प्रयोग गर्न मिल्दैन। याद गर्नु होला है। उन्दुङ हामेन मगसयो भन्छ, मिल्दैन। यो म्यान अथवा उमेन लाएर चाहिँ यतापट्टि पास्ट टेन्सको प्रयोग गर्न मिल्दैन। अर्को छ उन्दुङ हेस, उन्दुङ गरेको भएर फाबुल मगस अथवा उन्दुङ गरे र भात खाएँ। उन्दुङ गर्ने र भात खाने क्रम चाहिँ सेम हुनु पर्यो, काम मिलेको हुनु पर्यो। उन्दुङ गर्ने र भात खाने काम चाहिँ मिलेको हुनु पर्यो, तब मात्रै हामी चाहिँ यो असासको प्रयोग गर्ने हो। नत्र यसको चाहिँ यति बेला चाहिँ अब कारण हुन्छ, उन्दुङ गरेको भएर भात खाएँ जस्तो हुन्छ। यतापट्टि उन्दुङ हाजीमान, उन्दुङ गरे तापनि भात खायौँ भन्छ, अलिकति मिल्दैन है। एउटा उन्दुङ गऱ्यो तै पनि भात खायौँ, त्यो भात नखानु पर्ने हो तर खाइयो भन्ने जस्तो भयो। ल रागौँ हामी क्वेसन नम्बर 12 मा। एकदमै महत्त्वपूर्ण खालको प्रश्न। 12 नम्बर क्वेसन। हाङ्गुके सनुन कोरियामा चाहिँ फसुना छ्याछरु थाल्तेनुन अथवा थाल्ते थोनफोदा। कोरियामा बस अथवा छ्याचल थाल्ते चढ्ने बेलामा चाहिँ थोन भन्दा अथवा पैसा भन्दा ख्योथोङ खादरुल, ख्योथोङ खाद भनेको चाहिँ यातायात कार्डलाई भनेको है। यो ख्योथोङ खाद भने चाहिँ यातायात चढ्ने बेला प्रयोग गर्ने कार्ड हो। काठमाडौँतिर पनि छ सायद, अब साझा यातायाततिर चाहिँ अब त्यो ट्राभल कार्ड भन्ने गर्छ, जसलाई चाहिँ कोरियामा टी मनी भन्छ है। यो टी मनी कार्ड हुन्छ, यसो टी आकारको हुने गर्छ। अनि कुनै चाहिँ एटिएम कार्ड पनि हुन्छ, एटिएम यस्तो चिप राखिदिएको हुन्छ, एटिएममा पनि त्यो हुन्छ। एटिएममा पनि हाम्रो ट्राभल कार्ड त्यसमा त्यो भित्र पनि समावेश भएको हुन्छ। जस्तै मैसित छ एउटा,
र तपाईँहरू त्यो जवाफ मिलाउने प्रयास गर्दै गर्नुहोस् त। जस्तै यो एउटा कार्ड देखाउँछु म यहाँहरूलाई। यो कार्डमा यो ख्याङनाम फिसी कार्ड छ। ख्याङनाम फिसीमा त छैन के अर्को हेरौँ। तपाईँ जवाफ मिलाउने प्रयास गर्नु होला है। यहाँनिर छ यो उरी उनिङ कार्ड हो यो हाम्रो ब्याङ्क कार्ड। यसमा चाहिँ टी मनी भन्ने यहाँ चाहिँ देख्नुहुन्छ, म पछि फोटो राखिदिउँला यसको। यसमा चाहिँ यो टी मनी भन्ने यहाँनिर लेखेको छ। यो टी मनी यही हो, यसको ख्योथोङ कार्ड। एटिएम कार्ड पनि हो यो अनि ख्योथोङ कार्ड पनि हो, यातायात कार्ड पनि, दुइटै काम गर्छ यसले। ल यातायात कार्डको बढीभन्दा बढी प्रयोग गर्ने गर्छन्। अब किनभने चाहिँ यातायात कार्ड जस्तै रेलको लागि रेल चढिन्छ कोरीमा अधिकांशहरूले चाहिँ छुलगुन गर्ने बेला थैगुन गर्ने वैचुल गर्ने के अरे छुलथैगुन गर्ने बेला उनीहरू चाहिँ रेल चढ्ने गर्छन्। कार्ड सबैसँग हुन्छ। अब रेलमा चाहिँ कार्ड बाहेक अरूले काम गर्दैन। अनि त्यसै गरी कार्ड फेरि लोकल बसमा पनि काम चलिहाल्छ, लोकल बसमा नगद पनि चल्छ, तर रेलमा नगद चल्दैन। अधिकांशहरू त्यही भएर कार्डको प्रयोग गर्ने गर्छन्। अब ख्योथोङ खाद रुल डट ख्योथोङ खादगा थ सागो फ्याल्ली हामीता यो ख्योथोङ कार्डबाट यात्रा गऱ्यो भने चाहिँ अलिकति सस्तो पनि पर्छ र सहज पनि हुन्छ। त्यो झन्झट भएन, खस्रुम थनको झन्झट भएन होइन। त्यहाँ 1301 गाडी भाडा छ, हामी चाहिँ 2000 हाल्थ्यौँ भने चाहिँ अब त्यो चेन्ज पैसा हुन त आउँछ, यति सिक्काहरू आउँछन्, त्यो झन्झट हुन्छ त्यो सिक्का थन्क्याउने यताउता गर्ने। त्योहरू चाहिँ अब टक्क कार्ड चिप्काउने अनि अगाडि बढ्ने क्रेस। त्यसैले चाहिँ योजुम मानुन सारामदुरी धेरै मान्छेहरूलाई चाहिँ ख्योथोङ खाद रुल खाजीको थानिम्निदा ख्योथोङ कार्डलाई चाहिँ हामी चाहिँ उनीहरूले चाहिँ लिएर जाने गर्छन् भन्ने कुरा गरेको छ। अब हामी यहाँनिर के राख्ने होला त? छ्याचल चढ्ने बेलामा अक्सर गरी छ्याचलमा बस अथवा छ्याचलमा चाहिँ त्यही कार्डको प्रयोग गर्छन्। अब पैसा भन्दा ख्योथोङ कार्डलाई चाहिँ डडट भन्छ नि, के होला त? सायोङ हाजी आनाया हामीदा प्रयोग गर्नु पर्दैन भन्छ, गलत जवाब भयो। सायोङ हानन घसी छोसुम्दा प्रयोग गर्ने कुरा चाहिँ राम्रो हुन्छ। कोरियनमा चाहिँ बस अथवा रेल चढ्ने बेलामा पैसा भन्दा यातायात कार्डको प्रयोग गर्ने कुरा चाहिँ राम्रो हुन्छ। खाजीको थानिल चकी इस्सुम्दा यो लिएर चाहिँ धाएको अथवा गएको अनुभव चाहिँ छ भन्छ, अलिकति मिलेन। खाजीको थानिल गत कासुम्दा लगेर चाहिँ जान्छन् जस्तो, अथवा लगेर चाहिँ जान्छन् जस्तो छ भन्छ। खाजीको थान्दा लिएर जानु भनेको खाजीको थानिल गत कासुम्दा भन्छ, लिएर जान्छन् जस्तो छ, लिएर धाउँछन् जस्तो छ, अलिकति मिल्दैन नि त होइन। यो के भन्छ भने चाहिँ सायोङ हानुन गसी छोसुम्दा किन राम्रो हुन्छ त? प्रयोग गर्ने कुरा चाहिँ किन राम्रो हुन्छ? त्यतातिर पो छ त नि, किन राम्रो हुन्छ त? ख्योथोङ कार्डले चाहिँ कार्ड अझ सस्तो र सहज भएर, अथवा ख्योथोङ कार्ड चाहिँ अझ सस्तो र सहज हुन्छ भन्ने कुरा गरेको छ। त्यही भएर आजभोलि चाहिँ कोरियन मान्छेहरू चाहिँ रेल अथवा बस अथवा रेल चढ्ने बेलामा पैसा भन्दा ख्योथोङ कार्डलाई चाहिँ प्रयोग गर्ने कुरा राम्रो हुन्छ। उनीहरूको लागि चाहिँ राम्रो किन भयो? कोरियनहरूको लागि राम्रो भने चाहिँ ख्योथोङ कार्ड चाहिँ अझ सस्तो र सजिलो हुन्छ, त्यही भएर चाहिँ राम्रो हुन्छ। त्यही भएर आजभोलि धेरै मान्छेहरूले ख्योथोङ कार्डलाई चाहिँ लिएर चाहिँ धाउने गर्छन् अथवा आवत गर्ने गर्छन् भन्ने कुरा गरेको छ। तेह्रमा हेरौँ त एकचोटि। ल 13 नम्बर प्रश्न आफै बनाउने प्रयास गर्नु होला।
ल है अब यसमा लागौँ हामी मादसिनुन अझै सिजाङे छ उन्दोङ वारुल सासुनिदा माधुजीले चाहिँ हिजो सिजाङबाट उन्दोङ वा किनेको थियो खुरन्दे तर भनेपछि त उन्दोङ वा किनेको थियो तर लागेपछि पछाडिपट्टि जहिले पनि अब नेगेटिभ कुराहरू आउला छिबे वास घरमा आएर सिनफोनिका लाई हेरेकाले अब घरमा आएर चाहिँ उसले चाहिँ लाई हेरेकाले अथवा लाई हेरेको छागा छ सानो भएको हुनाले छोम थ खुङ गर्छरो अलिकति ठुलो साइज गर्दा ठुलो कुराको रूपमा त कुराद्वारा अथवा अलिकति ठुलो जुत्ताद्वारा डट ओनुल थासी सिजाङे खास आज चाहिँ फेरि बजारमा गएको थियो भनेपछि हिजो चाहिँ घरमा आएको चाहिँ उसले चाहिँ घरमा आएर लाई हेरेकोले के भइदियो त अलिकति सानो भयो त्यही भएर छागा छ अथवा छागा छ सानो भएको हुनाले चाहिँ छोम थ खुङ गर्छरो अलिकति ठुलो जुत्ताद्वारा अथवा ठुलो कुराद्वारा ठुलो चिजद्वारा डट गर्ने के गर्ने होला त ख्योवान हार्यो गो ख्योवान गर्ने विचारले आज फेरि बजारमा गएको छ ख्योवान आधा साट्ने हो साट्ने विचारले र गो र उर्यगो भन्छ र गो र उर्यगो भने चाहिँ ने विचारले भनेको कुनै क्रियाकलाप गर्ने उद्देश्यले कुनै ठाउँमा जाने अथवा कुनै अरू क्रियाकलाप गर्ने त्यस्तो अवस्थामा चाहिँ हामीले र गो उर्यगो प्रयोग गर्ने यहाँ चाहिँ अब के गर्ने विचारले अथवा के गर्नको लागि भन्छ छागा छ अलिकति सानो भएर छोम थ खुङ गर्छरो अलिकति ठुलो जुत्ताद्वारा ख्योवान हार्यगो साट्ने विचारले आज फेरि सिजाङे खास आज फेरि बजारमा गएको थियो ख्योवान आधा फाकुदा है ठ्याक्कै ख्योवान आधा र फाकुदा फाक्कु र्यगो पनि हुनसक्थ्यो अब त्यसमा छैन फाक्कु र्यगो छैन ख्योवान हारेको चाहिँ ठिकै छ वानबुल हार्यगो वानबुल हादा भने चाहिँ फिर्ता गर्नु भनेको है सामानलाई फिर्ता गर्ने हो पैसा माग्ने सामान लैजा भन्ने पैसा दिने पैसा लिने सामान दिने चाहिँ साट्ने अलिक ठुलो कुराको द्वारा चाहिँ साट्ने हो नि त होइन किनभने चाहिँ नत्र उसले के गर्थ्यो भने चाहिँ अब यो ख्योवान के अरे वानबुल कति बेला लाग्थ्यो भने उसलाई चाहिँ यो मन नपरेको भएर पैसा माग्नको लागि बजार गएको छ भन्दै यो अर्को कुराद्वारा अथवा अर्को जुत्ताद्वारा साट्नको लागि यो साट्ने भन्ने कुरै आउँदैन थियो कि यसमा थ खुङ गर्छरो भएको अथवा त्योभन्दा अर्को ठुलो अलिकति ठुलो साइजको रूपमा चाहिँ ठुलो साइजद्वारा साट्ने विचारले भन्ने हो किनभने यहाँ यो ठुलो चाहियो त्यो सानो भइसकेको छ अलिकति सानो भएको हुनाले अलिक ठुलो वस्तुद्वारा अथवा ठुलो जुत्ताद्वारा साट्ने विचार भएर आज फेरि ऊ चाहिँ सिजाङमा गएको थियो अथवा गएको छ वानबुल हारेको चाहिँ मिल्दैन फिर्ता गरेपछि त फिर्ता भइहाल्यो नि फेरि ठुलो कुरै आएन खाप्सुल काकुर्यको मूल्य घटाउने विचारले भन्छ अलिकति मिलेन मूल्य घटाउने विचारले आज फेरि बजार गएको हो त होइन नि किनभने चाहिँ अलिकति ठुलो जुत्ताद्वारा मूल्य घटाउने विचारले चाहिँ हुँदैन खेसान हारेको अब आज खेसान गर्ने कुरा नि भएन खेसान कुरै आउँदैन यसो ल खेसान भने चाहिँ हिसाब गर्ने हो अब लागौँ 14 नम्बरतिर 14 नम्बरमा चाहिँ के भनिदिएको छ त खाली ठाउँ छ यहाँ पनि ओनल आछिमे आज बिहान एर नासल्दै बिउजने बेलामा नुनी मानी आफासुन्दा आँखा चाहिँ धेरै दुख्या थियो खौरुल फोनिका ऐना हेरेको त अथवा ऐना हेरेकाले अथवा ऐना हेरेको त नुनी मानी डटट आङ्गो आए खासुन्दा ल आँखा अस्पतालमा चाहिँ गएको थिएँ आज ऐना हेरेको त आँखा धेरै डटट भएर फुरजिगो भाँचियो र आँखा भाँचिने कुरा हुन्छ त हुँदैन नि फुरजिँदा भाँचिनु फुरजियस भाँचिएर भन्छ भएन आँखाको कुरा आउँदा फुरजिँदा हुँदैन है याद गर्नु होला फुत्ता भन्ने होला बरु सुन्निनु फुक्को हो सुन्निएर यहीँनिर छ कन्फ्युजन कुरा सुन्निएर फुस सुन्निएर अब हामीले के बुझ्नु पर्यो भने चाहिँ ऐना हेर्दा आँखा धेरै सुन्निएर यो असास भनेको चाहिँ यस्तो अवस्थामा कारण भन्ने होइन यो आङ्गाए खास आङ्गामा जाने कारण चाहिँ आँखा सुन्निनु भएको हुनाले चाहिँ फुअस भन्ने हो फुक्को चाहिँ हुँदैन फुक्को भनेपछि पछाडिपट्टि फेरि एउटा अर्को विशेषण आउनु पर्यो है किनभने चाहिँ यो फुत्ता होइन विशेषण सुन्निनु भन्ने हो नुनी फुत्ता आँखा सुन्निएको हुनु विशेषण भयो भने चाहिँ पछाडिपट्टिको कुरा पनि विशेषण आउनु पर्यो फुत्ताको लागि लगत्तै एउटा अर्को विशेषण पनि आउँछ फुत्ताको लागि नभइकन गोको लागि
खुट्टामा गो लागेको छ भने चाहिँ यहाँ फेरि अर्को विशेषण आउनु पर्यो। त्यस्तो अवस्थामा चाहिँ गोको प्रयोग गर्ने। जस्तै आँखा नुनी मान्ने फुको पाल्गान सेकुरो पाल्गान सेकुरो के भन्ने अब फाक्वा सयो भन्न सक्यो। रातो कलरमा चाहिँ चेन्ज भएको छ भन्न सक्यो। त्यस्तो पनि हुनसक्छ। नुनी मानी फुक्गो फाल्गान सेकुरो फाक्वा सयो चाहिँ आँखा धेरै दुखेको छ र साथै उतापट्टि पाल्गान सेकुरो फाक्वै सयो भन्ने। आँखा रातो कलरको रूपमा चाहिँ अथवा रातो कलरमा चेन्ज भएको छ। रातो कलरमा चेन्ज हुने पनि विशेषण, यतापट्टि आँखा सुन्निनु पनि विशेषण भनेपछि यो दुईवटा कुरा जोड्ने बेला चाहिँ यसको प्रयोग गरिन्थ्यो। अहिले चाहिँ यो होइन, फुअस भन्ने कारण हो नि त। सुन्निएको भएर त सुन्निएर भन्ने हो। किन सुन्निएर आँखा अस्पताल गएको त? आँखा किन चाहिँ ऊ आँखा अस्पताल गएको त? आँखा धेरै सुन्निएर भन्ने। ल अब त्यो 15 नम्बरमा हेरौँ त। यहाँ पनि फेरि खाने छ। 15 नम्बरमा के छ? उरी खोङजाङ एसनन्। हाम्रो कारखानामा चाहिँ उरी खोङजाङ एसनन्। हाम्रो कारखानामा चाहिँ के छ त? ओनियन तोगान 5 वर्षसम्म हामके सँगसँगै इरहान काम गरेको रिहान सिगा रिहानजीले खोङजाङुल कारखानालाई चाहिँ खुमान थुम्निदा छोडेको छ त, छोड्छ त, बन्द गर्छ। खुमान थुदान चाहिँ स्टप गर्नु, लगातार कुनै काम गर्दै जाँदा खुमान रोक्ने कामलाई चाहिँ खुमान थुदा भन्छ। खुमान थुम्दा रोकेको छ अथवा उसले चाहिँ छोडिसकेको छ भन्ने बुझ्यो। खोत लगत्तै ठिकवन हान म्यागुल सेरो कामदार एकजनालाई चाहिँ एकजना नयाँ के गर्नुपर्ने होला त? अब खोयोङहानन फ्यनिमिदा रोजगार दिने खालको छ र खाज्या वाया हामीदा लिएर आउनुपर्छ। यो लिएर आउनुपर्छ। हेर पहिला यो हेरौँ, लिएर आउनुपर्छ इन्ट्रेस्टिङ खालको छ। यो लिएर आउनुपर्छ। अब सबै उस्तै उस्तै मिल्ने खालको भयो। खाज्या वाया हामीदा लिएर आउनुपर्छ। केलाई लिएर आउने हो त? नयाँ एकजना मान्छेलाई लिएर आउनुपर्छ। तर यो खाज्या ओदा भन्छ सामानलाई लिने मात्रै हो। सामान लिएर आउनुपर्छ भन्नुपर्दा मात्रै खाज्या वाया हामीदा आउनुपर्छ। हामीले यो जवाब सही भयो त? भएन। ल अब हामी फेरि अगाडि बढ्दै गरौँ है। खोयोङ हेया हामीदा रोजगार दिनुपर्छ भनेको छ। अथवा कसैलाई चाहिँ जबमा राख्नुपर्छ भनेको। जबमा राख्नुपर्छ। रोजगार दिनु भने के हो त नि? जबमा राख्ने भन्ने हो नि त। अनि खाज्या ओनुन फेनिमिदा खाज्या ओनुन फेनिमिदा लिएर आउने खालको पो छ त। लिएर आउने खालको छ। महत्त्वपूर्ण खालको व्याकरण यहाँनिर देखिन्छ। फ्यनिमिदा यहाँ पनि छ, फ्यनिमिदा यहाँ पनि छ। नुन फेनिदा भन्ने कुरामा दुईवटा देखियो। नुन फेनिदा कस्तो भनेपछि नियमित रूपमा कुनै क्रियाकलाप कतातिर झुकेको छ, कुनै क्रियाकलाप कुनै अवस्था कहाँतिर ट्रेन्ड भएको छ, बढीभन्दा बढी के गरिन्छ, सधैँ रोजगार दिने खालको। यो कम्पनी चाहिँ जहिले पनि रोजगार दिने खालको छ। नयाँ आउँछन् हाल्छ, नयाँ आउँछन् हाल्छ, डेलीको रोटेसन छ भनेपछि अक्सर गरी नयाँलाई चाहिँ रोजगार दिइरहेछ भन्ने यदि हो भनेपछि अक्सर गरी सबैले कम्पनी छोड्दै उसले चाहिँ नयाँ कामदार ल्याउँदै, कम्पनी छोड्दै नयाँ कामदार ल्याउँदै यो स्वभाव चाहिँ चलेको थियो भनेपछि त्यति बेला खोयोङ हानुन फेनिमिदा भन्थ्यो। रोजगार दिने खालको छ है, अथवा जबमा राख्ने खालको छ। अब चाहिँ उसले नयाँ कामदारलाई जबमा राख्ने खालको छ। अलिकति सुहाउँदैन किनभने यसको लागि बढीभन्दा बढी उसले चाहिँ नयाँ कामदारलाई रोजगार दिएको हुनु पर्यो। त्यो अवस्था कुनै पनि छैन। खालि एकजना मान्छेले रियान भन्ने मान्छेले अब 5 वर्ष लगातार काम गरेको छोडिरहेछ। अब चाहिँ अर्को के भन्छ उसले चाहिँ खोत लगत्तै छिगवन हानमे एकजना कामदारलाई चाहिँ नयाँ फेरि जबमा राख्नुपर्ने छ जस्तो भयो। सही जवाब चाहिँ यसको के होला त? 3 नम्बर होला। भनेपछि यस्तो भयो कि रेगुलर रूपले चाहिँ जबमै नयाँ जब यो कम्पनी चाहिँ नयाँ जबमा राख्ने जस्तो छ। नयाँ मान्छेलाई थपे जस्तो छ। हमेसा त्यही हुन्छ। बढीभन्दा बढी चाहिँ ट्रेन्ड त्यतातिर छ भने चाहिँ बल्ल त्यसमा यो चाहिँ कस्तो भने चाहिँ एउटा हामी नर्मली बुझौँ न। कोही मान्छे भनौँ न रिसालो खालको छ, सानो कुरा जहिले पनि रिस मान्छ। निधारमा चाहिँ यसो मुजा बनाएको बनाइ हुन्छ। के भन्ने थियो? यस मान्छे जहिले रिसालो खालको छ भन्छ कि भन्दैन है? भनिन्छ नि यो मान्छे चाहिँ घटिया खालको छ। अनि कुनै मान्छे चाहिँ राम्रो छ, स्वभावमा राम्रो छ भनेपछि के त्यति बेला के भन्छ? ए यो मान्छे चाहिँ एकदम बेस्ट छ है भनिन्छ नि।
हो त बढीभन्दा बढी कतातिर ट्रेन्ड भएको छ त्यो झुकावलाई फोकस गर्ने, त्यो झुकावलाई भन्ने बेला, एक्सप्रेसन गर्ने बेला प्रयोग गर्ने ग्रामर हो। इसारा मुन हाङसाङ उसन फेनियो, यो मान्छे जहिले पनि हँसिलो खालको छ, फेनिदा स्वभाव, उन्नुन फेनियो। त्यसै गरी जस्तै मान्छे रुन्छ, जहिले पनि सानो कुरामा रोइहाल्छ, ए यो मान्छेसँग जिस्काउ नजिस्काउ है, यो चाहिँ रुने स्वभाव, रुने खालको छ यो मान्छे, जहिले पनि रोइहाल्छ। जस्तै मान्छे चाहिँ अब आजभोलि कुनै काम त धेरै व्यस्त छ, अक्सर गरी व्यस्तै छ, 4-5 महिना लगातार भइसक्यो व्यस्तै छ, ओ यो कम्पनी काम धेरै हुने, काम धेरै व्यस्त खालको छ हो यो कम्पनी, फापुन फेनियो यो भन्न सकिन्छ। यस्तो खालको कुरा गर्नुपर्दा हामी चाहिँ नुन फेन्दाको प्रयोग गर्ने हो। ल अब लागौँ हामी क्वेसन नम्बर 16 मा। 16 नम्बर के छ त, ओरेन माने लामो समयपछि, अथवा लामो समय भनेको छिङ्गुवा काची, लामो समयपछि छिङ्गुवा काची साथीसँग थुङसानुल हेसिम्दा थुङसान गरिएको थियो। लामो समयपछि साथीसँग थुङसान गरियो। मानन खोङ्गिरुल मासी म्यान्स माग्नुन भन्छ सफा भनेको है, माग्नुन यसलाई यसरी पढ्ने, माल्गुन भनेर पढ्ने है, यो ललाई यहीँ राख्ने, गलाई माथि गर्ने, माल्गुन भन्ने यसरी पढ्ने। माल्गुन खोङ्गिरुल मासी मेन्स, यता सफा खालको हावा खाँदै डडट साने खिबुनी आज छोरासुन्दा, पहाडमा चाहिँ मन एकदमै साने, खिबुनी आज छोरासुन्दा भन्छ, पहाडमा चाहिँ एकदम मन खुसी भएको थियो भन्ने कुरा गरेको छ। मिठो खालको अथवा सफा खालको हावा अथवा अक्सिजन चाहिँ पिउँदै अथवा खाँदै के होला त। अब खरुम्यान हिँड्यो भने, अब यहाँ म्यान उमेनको पछाडि चाहिँ यहाँ आसुन्दा लाग्दैन, यो छोडिदिउँ। ओरुम्यान यो पनि गलत भयो। खरुनिका हिँडेकाले, ओरुनिका उक्लेकाले, अब यहाँ चाहिँ थुङसान गरेको कुरा छ। हेरौँ त, थुङसान भने के हो त, ट्रेकिङ गर्ने हो नि, पहाड चढ्ने हो भने चाहिँ अब हिँड्ने भन्दा पनि ओक्लने कुरा चाहिँ बढी फोकस गरेको हुन्छ उसले, यही सही जवाब भयो। अनि चाहिँ अब मिठो हावा अथवा भनौँ एकदम सफा हावा खाँदै उक्लेकाले पहाडमा चाहिँ मन एकदम खुसी भएको थियो भन्ने कुरा गरेको छ। 17-18 चाहिँ चित्रहरू छन्, 2टा चित्र, त्यो चित्र चाहिँ के को बारेमा छ त्यो प्रश्न पनि दिएको छ। यहाँ प्रश्न यो पढ्नुपर्छ हामीले, प्रश्न पढ्दा चाहिँ हामीले सही जवाब पत्ता लगाउनु पर्यो। थाम छिलमुने थापा छिप्सी, तलको प्रश्नको जवाब दिनुहोस्। छिलमुन पढ्नु पर्यो यस्तोमा। छिलमुनले के भन्छ, इसारा मुन साधन खोसुन अदि इम्निका, यो मान्छे चाहिँ बसोबास गर्ने ठाउँ, रहने ठाउँ चाहिँ कहाँनिर हो त है, रहने ठाउँ चाहिँ कहाँ बस्छ यो मान्छे। यो छादोङछा उन्जन म्याङहजुङ भन्छ। यो उन्जन म्याङहजुङ भने चाहिँ कस्तो भने चाहिँ ड्राइभिङ लाइसेन्सलाई भनेको है। छादोङछा कारको अथवा गाडीको, उन्जन म्याङहजुङ भनेको चाहिँ ड्राइभिङ लाइसेन्स। के को ड्राइभिङ लाइसेन्स, यहाँ छादोङछा राखिदिएको, छादोङछाको ड्राइभिङ लाइसेन्स। यो साउल 07 यदि लाइसेन्स नम्बर भइहाल्यो। यो सम्याङ भन्छ, सम्याङ भने नाम हो, इजुन 1 भने चाहिँ नाम। यो मान्छे चाहिँ रहने ठाउँ चाहिँ कहाँ हो त्यो पत्ता लगाउनु पर्ने छ हामीले, त्यही हो, अरू केही फोकस गर्नु हुँदैन। केलाई फोकस गर्ने, रहने ठाउँ अथवा बसोबास गर्ने ठाउँलाई फोकस गर्ने, कहाँ बस्छ त्यो मान्छे भन्छ। यो सम्याङ भने चाहिँ इजुन 1 भने चाहिँ उसको नाम भइहाल्यो, बस्ने ठाउँ नै छैन यसमा, यो चाहिँ बस्ने ठाउँ पुरै होइन। अनि छुसो अब चाहिँ बस्ने ठाउँ कुरा आयो। छुसो साउल नो वान छुङ्गे ओफेको, साउलको नो वान छुङ्गे ओफेकोमा चाहिँ बसोबास गर्दो रहेछ। यति हो नि चाहियो होइन, यदि चाहियो, आवश्यकै छैन अरू पढ्दा। छक्सङ खम्सा चेक जाँच गरेको चाहिँ अब के छ, यति गरेर चाहिँ खिगान चाहिँ यति छ, यो चाहिँ आफूले भनौँ न पाएको मिति अथवा केही हो, यो चेक जाँच गरेको मिति होला। अनि खिगान चाहिँ अवधि चाहिँ यति छ, 2019 1 महिना 30 गतेसम्म उसको अवधि छ। 2011 7 पनि 31 गते साउलबाट चाहिँ उसले यस्तो, साउलको चिबाङ ख्याङछाल चङ भन्छ, त्यो कुनै एउटा क्षेत्रीय कार्यालय हो, त्यहाँबाट चाहिँ पाएको होला, 2011 सालमा पाएको हो। भनेपछि अब यसको चाहिँ नाम के हो त, नाम कुरा होइन, बसोबास गर्ने ठाउँ चाहिँ के हो भन्छ। बसोबास गर्ने ठाउँ यहाँ लेखेको छ, साउल नोङवान छुङ्गे भन्छ। कहाँ लेखेको थियो त्यही खोजौँ। साउल इम्निदा साउल हो भन्छ, साउलै हो उसको बसोबास गर्ने ठाउँ।
अनि इजु वान इम्दा त्यो नाम भइहाल्छ। उन्जन म्यङहजुङ भनेको चाहिँ उन्जन म्यङहजुङ भनेको चाहिँ ड्राइभिङ लाइसेन्स हो। अनि त्यसै गरी इछन सिप्फाल इम्निदा इछन सिप्फाल भनेको चाहिँ 2018 भनेको हो। 2018 त अब के मिति हो त्यो छोडिदिउँ। ल क्वेसन नम्बर 18 मा जाउँ। अब क्वेसन नम्बर 18 पनि एकदमै इम्पोर्टेन्ट खालको प्रश्न छ। हेरौँ प्रश्नले भनेको के हो, प्रश्न पढ्नुपर्छ। किनभने चाहिँ के भनिदिएको छ त, प्रश्नको जवाफ देऊ भन्ने कुरा गरेको छ। प्रश्नले के भन्दैछ माथि, प्रश्न पढ्नुपर्छ। 18 मा के भनेको छ, थाम आन्ने फाने सालम्यङ। एकछिन हेरौँ यो राखेँ। थाम आन्ने फाने सालम्यङ रो माची आनुन गसल खोरुसिप्सियो। तलको आन्ने फानको जो व्याख्या छ त्यो व्याख्या गरिएकोमा नमिल्ने कुरा छान भन्ने कुरा गरेको छ। यो नमिल्ने कुरा छान्नुपर्छ। हाम्रो बानी एउटा के हुन्छ भने चाहिँ यो हामी यो हरफ पढ्ने गर्छौँ अथवा यो लेखलाई पढ्छौँ। हामी लेखलाई पढेर हाम्रो बानी पोजिटिभ बानी हुन्छ नि त। हामी कोरिया जाने बिचारा हामी चाहिँ सिधा सज्जन मान्छे हो। नकारात्मक बानी हुँदैन। मिल्ने कुरा मात्रै छान्छौँ, नमिल्ने कुरा छान्दैनौँ। एउटा लाइन पढ्छौँ, एउटै लाइनमा मिल्ने देख्यो भने त्यसमा टिक लगायो, सट्ट नेक्स्ट गरेर चाहिँ हामी अगाडि बढ्ने काम हुन्छ। तर त्यो बानी गलत बानी हुन्छ। त्यसको लागि प्रश्नको जवाफ दिनुस् भन्ने माथि हेडिङमा लेखिसकेको छ भने प्रश्न पढ्नै पर्छ। यसमा के भनेको छ, यो हरफसँग नमिल्ने कुरा छान भन्ने कुरा गरेको छ। खाङवन्दो फादातगा फेन्सने होसयो। खाङवन्दोको फादातगा फेङ्सन भन्छ समुद्रको फेङ्सन। फेन्सन भनेको रिसोर्ट। रिसोर्टमा चाहिँ आउनु होला, स्वागत छ भन्ने कुरा गरेको छ। इरिनसिल साम भनवन एकजने कोठाको लागि 30,000 वन। इल भन्या एक, इन भनेको मान्छे, सिल भन्या चाहिँ कोठा। एकजना बस्ने कोठा त सिङ्गल रुम भनेको, सिङ्गल बेडरुम भएको लाइक चाहिँ साम भनवन भन्छ। एक रातको है त फेरि यो 30,000 एक रातको हो नि। कोरियामा त कहाँ सस्तो छ त नि। एउटा सामान्य खालको मोटेलमा त्यति बेला 2019 तिर 18-19 तिर चाहिँ युगमान वन पर्थ्यो। सामान्य खालको मोटेलहरूमा 60,000 वन पर्छ एक रातको। अनि त्यसै गरी सामिनसिल भन्छ। सामिनसिल भनेर 3 जने कोठा, 3 बेडरुम भएको कोठा छिलमान वन भन्छ। यो 3 बेडरुममा चाहिँ कति पर्दो रहेछ त, 70,000 वन पर्दो रहेछ है। अनि त्यसै गरी युगिनसिल भनेको चाहिँ, युगिनसिल भनेको चाहिँ 6 जना बस्ने कोठा हो, जसलाई चाहिँ हामी 1,20,000 वन पर्ने गर्छ। शिव इमान वन भनेको चाहिँ 12वटा मानवन हो। 12वटा मान भनेको चाहिँ 1,20,000 वन भयो। अनि फिसुगी खिजुन भन्छ। यो चाहिँ केमा आधारित हो त, फिसुगीमा आधारित हो। फिसुगी भनेको चाहिँ अफ सिजनको कुरा है। यो अफ सिजनको कुरा हो। फेरि फी भनेको चाहिँ नेगेटिभ शब्द हो। जस्तै छनमुल छ, त्यसको ठ्याक्कै उल्टो फिजनमुल भन्ने गर्छ। छनमुन भने चाहिँ छनमुन छेरी भन्छ नि होइन, एउटा दक्षताको भिसा। फिजनमुन भनेको चाहिँ अदक्ष। हामी जस्तै E9बाट कोरिया गएछ त्यो हामी चाहिँ फिजनमुन भिसाबाट जाने हो। त्यो फी भने नेगेटिभ शब्द हो। फिसुगी भन्छ। सुगी भने त सँगसुगीबाट बनेको छ। फिसुगी भने अफ सिजन। अफ सिजन भन्छ। मान्छे नचलेको बेला चाहिँ यस्तो घटना छ, मान्छे नभएको बेला यो हालत छ है। मान्छे चलेको बेला के हालत होला। अफ सिजनमा चाहिँ फिसुगीमा चाहिँ भनौँ न, एउटा एकजना चाहिँ राति सुतेको 30,000 भन्छ, झन्डै 3,000 नेपाली तिर्नुपर्ने छ। अनि त्यसै गरी सामिनसिल 3 जनाको कोठाको चाहिँ त्यसो गर्दाखेरि चाहिँ 9,000 हुनुपर्ने हो। 3 एकै कोठामा बसेर 7,000 भयो, अलिक डिस्काउन्ट भयो। यो 18,000 हुनुपर्ने, एकजनाको दलले 30,000 एकजना हुन्छ भने चाहिँ 18,000 के अरे 1,80,000 हुनुपर्ने नि। चाहिँ अब 1,20,000 मात्रै डिस्काउन्ट गर्छ। बढी मान्छे एकै कोठामा बस्दा डिस्काउन्ट हुने गर्छ। ल यो चाहिँ फिसुगीको कुरा रह्यो, एकदमै ध्यान दिनु होला। सँगसुगी हेर्नु, सँगसुगीमा चाहिँ 25% खागेकी ओरुङ्दा लु भयो नि त बर्बाद। अब सँगसुगीमा के हुँदो रहेछ त, 25% मूल्य एक्स्ट्रा वृद्धि हुँदो रहेछ भन्छ। जति पनि यहाँ दिएको छ यसको 25% चाहिँ बढी हुने हो। कसमा, सँगसुगीमा। सँगसुगी भने चाहिँ सिजनलाई भनेको, चल्ने समय। जस्तै अब छुसक सलनालको कुरा गरेर, छुसककै कुरा गरेर सलनाल त्यस्तो हुँदैन कि। छुसकमा चाहिँ बढी भिड हुने गर्छ उता मोटेलतिर, त्यो पेन्सनतिर। इभेन्टहरूको बेला चाहिँ अलिकति बढी, सिजनको बेला चाहिँ महँगो हुन्छ। अब यो 25% एउटा ट्याग लाइन भयो। यो इम्पोर्टेन्ट लाइन छ। यो लाइन हामीले यदि बुझेनौँ भने चाहिँ कुनै पनि हालतमा सही जवाब पत्ता लगाउन सकिन्न। त्यही भएर बुझ्नुपर्छ। 2टा बुँदा अझै बाँकी छन्।
फिसुकीको कुरा गर्दाखेरि 10 महिना 1 गतेदेखि लिएर के हो त 5 महिना 31 गतेसम्म चाहिँ फिसुकी, यो फिसुकीको अवस्था हो, यो अफ सिजन हो, जसमा चाहिँ माथिको मूल्य कायम रहन्छ। अनि सँगसुकी भने चाहिँ सिजनको कुरा गरेको छ। सिजनमा के छ, सिजन चाहिँ तपाईँको 6 महिना 1 गतेदेखि लिएर 9 महिना 30 गतेसम्म 3 महिना सिजन भयो। 6 पुरै 7 पुरै 8 पुरै 9 4 महिना भयो। यो चाहिँ सिजनको कुरा गरेको छ। यो सिजनमा उसले चाहिँ 30% 25% एक्स्ट्रा पैसा लिन्छ। जति पनि यहाँ मूल्य आएको छ यसको 25% एक्स्ट्रा पैसा चाहिँ यो सिजनमा लिइहाल्ने हो, लेकिन लेखेकै छ त्यहाँ। भनेपछि अफ सिजनको कुरा गरेँ, किनकि यो माथिको चाहिँ अफ सिजनको आधारमा हो, यो अफ सिजनमा मात्रै लिने हो यो पैसा, सिजनमा त उसले यसमा 25% एक्स्ट्रा हान्ने हो। अब अगाडि बढ्दियौँ हामी। ल यसमा अब 1 नम्बरमा आनेफानुन पेन्सन होङबोइन्दा, होङबो भने चाहिँ विज्ञापनलाई ख्याङ्गोबाटै भनेको, ख्वाङ्गो विज्ञापन, यो पेन्सनको विज्ञापन हो, पेन्सनको विज्ञापनै हो। सही जवाब छ यो, सही जवाब छ। मिल्यो, अगाडि बढ्ने। अब नेक्स्ट क्वेसन लिने हो, होइन नि? अब नेक्स्ट क्वेसन नलिकन हामीलाई यसमा के हो चाहिएको, नमिल्ने चाहिए हो नि, नमिल्ने कुरा छान्नु पर्यो। यो मिल्छ, यो सही जवाब भयो, मिल्छ। अहिलेको लागि चाहिँ सही जवाब छ। नेक्स्ट जाउँ त हामी। सिरवाल सिप ओइल 7 महिना 15 गतेमा चाहिँ सामिनसिल 3 जने कोठाको योगुमन अथवा भाडा चाहिँ फालमान सिल्छन् ओफेक भनिम्दा 87,501 छ भन्छ। कति बेला 7 महिना 15 गते 3 जने कोठाको भाडा चाहिँ 87,501 पर्छ। 7 महिना 15 गते हो के पहिला त्यो हेर्नु पर्यो। सँगसुकी हो नि, होइन र? सँगसुकीमा चाहिँ तपाईँको 6 महिना 1 गतेदेखि 9 महिना 30 गतेसम्म सँगसुकी भने यो भित्र पर्छ। यो तपाईँको 7 महिना 15 गते यो सँगसुकी भित्र पर्यो। सँगसुकीमा 6 जनाको लागि के अरे, सरी 3 जनाको लागि चाहिँ भाडा कति छ त? यो उसमा यो सँगसुकीमा 3 जनाको लागि भाडा कति छ? 3 जनाको लागि चाहिँ 70,000 हुन्छ, होइन? 70,000 वन चाहिँ तपाईँ सँगसुकीमा नभइकन केलाई आधार मानेको हो त? फिसुकीलाई आधार मानेको हो। सँगसुकीमा त के हुने हो त? ध्यान दिउँ त। सँगसुकीमा के हुने हो भनेपछि 25% वृद्धि हुने हो। यसको 25% वृद्धि गराइदिउँ त हामी। यसमा थप्नु पर्यो, 25% वृद्धि गराइदिउँ हामी। कति होला त? 25% वृद्धि गर्दाखेरि 70,000 को 25% वृद्धि गर्दाखेरि तपाईँ कति भयो त? 125 गुणा 7 गर्दाखेरि 7 पंजे 35, 7 गुणा 14 3 17, 7 एकम 7 एक 8। भनेपछि 2टा जिरो यहाँबाट लिनु पर्यो। यहाँ 2टा 1 2टा पछाडि फुल स्टप छ, 2टा जिरो राखिदिउँ हामी। यस्तो भयो। 87,500 सही जवाब भयो। यो पनि सही जवाब रहेछ। अब लागौँ हामी 3 नम्बरमा। 3 नम्बरमा के छ? सँगसुकी हेनन्। सँगसुकीमा चाहिँ इसिप ओ फसेन्ट हारिनी सुम्निदा डिस्काउन्ट दिन्छ त उसले। सँगसुकीमा चाहिँ 25% डिस्काउन्ट छ अरे। सँगसुकीमा 25% डिस्काउन्ट छ भन्छ। सँगसुकीमा चाहिँ 25% खाग कि ओरुम निदा प्लस पो गरे त, डिस्काउन्ट छैन, होइन? यो त वृद्धि गरेको छ। अनि लास्टमा के छ त? छिल्मियाङ्गी साधन चाहिँ युगिनसिल हेर्छ छाल्सो सुन्दा, छाल्सो सुत्न सक्छन् भन्ने कुरा हो। 7 जनाले चाहिँ 6 जने कोठामा सुत्न सक्छन् भन्छ। सुत्न सक्छन् भन्ने कुरा यहाँ चाहिँ छाल्सु अप्सुन्दा बनाइदिनु होला है। यसलाई अलिकति यहाँ मिस्टेक देखियो। यसलाई चाहिँ छाल्सु अप्सुन्निदा बनाउनु होला। ल यत्तिकै चाहिँ करेक्सन गरिदिउँ है। यो रिक्वेस्ट यहाँहरूलाई। 7 जना मान्छेले 6 जने कोठामा सुत्न सक्दैनन् भन्छ। हुँदैन पनि, वास्तवमा त्यस्तै हुने हो। जे उसले भन्छ त्यही हो। किनभने चाहिँ यो 6 जने कोठा भने 6 जनाभन्दा बढी मान्छे सुत्न मिलेन। सही जवाब चाहिँ यो पनि भयो। भनेपछि ड्याङका ड्याङ 1 2 र 4 सही जवाब निक्ल्यो भने चाहिँ 3 नम्बर जवाब चाहिँ गलत छ। किनभने डिस्काउन्ट दिन्छ, डिस्काउन्ट होइन, यो थप गरेको हो। ल सही जवाब चाहिँ यसको 3 नम्बर भयो। यसलाई सुधार्नु होला है। यति यहाँहरूलाई रिक्वेस्ट छ। 7 नम्बरको अप्सन सुधारिदिनु होला प्लिज। यो 4 नम्बर अप्सन 7 उसको क्वेसन नम्बर 18 को 4 नम्बर अप्सन। ल अब छोडौँ हामी, लागौँ क्वेसन नम्बर 19 तिर।
क्वेसन नम्बर 19 मा थाम थानवा खानगे इन्नन खसल कोरसिप्सियो तलको थानासँग सम्बन्ध राख्ने कुरालाई छान्नुहोस् भन्छ। फिल्ला फिल्ला भनेको फिल्ला भइहाल्यो। यो कस्तो बिल्ला भन्छ भनेपछि अपार्टमेन्ट जस्तै बसाइ हो, तला सिस्टम हुन्छ, फ्ल्याट सिस्टम हुन्छ, तर साना हुन्छन्, 4 तला 5 तलाका घरहरू भवनहरू हुन्छन्। त्यो एउटा आवासीय प्रकार। अफिस्टेल भन्छ। यो अफिस्टेल भनेको चाहिँ कस्तो खालको बस्ने हो भने चाहिँ अफिस पनि भएको नजिकै अथवा त्यही बिल्डिङमा अफिस पनि भएको, त्यही बिल्डिङमा चाहिँ कुनै एक ठाउँमा चाहिँ बस्ने खालको व्यवस्था भयो त कर्मचारीहरू त्यसमा भएको लगभग कर्मचारीहरूको लागि चाहिँ विशेष गरी फाइदा हुन्छ यसमा। बिहान उठ्छन् त्यही अफिस, त्यतै नजिकै अफिस हुन्छ, त्यसमा गएर काम गर्छन्, अनि बेलुका त्यही बिल्डिङमा आफ्नो कोठा हुन्छ माथि, त्यो कोठामा गएर जान सुत्ने गर्छन्। यो अफिस्टेल अफिसियल प्रयोजनको लागि बनेका बिल्डिङहरूलाई भन्ने। अनि वलरुम भनेको छ। वलरुम भनेको चाहिँ एउटै कोठा जसमा सबै सुविधा राखिदिएको हुन्छ, टोयलेट बाथरुम किचन सबै राखिदिएको हुन्छ। अनि खोसियोन भन्छ। खोसियोन भने चाहिँ यो पनि सिंगल रुम हुन्छ, सिंगल रुम, तर यसमा चाहिँ किचन भयो टोयलेट बाथरुम भयो चाहिँ कमनली युज गर्नुपर्ने हुन्छ। डेरा डब्बा जस्तै एक रुम भाडा लिए जस्तै हुन्छ। हामी चाहिँ रुम भाडा लिएर बस्छौँ, हो त्यस्तै यो खोसियोन डेरा जस्तै हो। भनेपछि यो सबै बस्नको लागि बनाइदिएको स्थान हो है। यसलाई के भन्छ? ख्वाङ्गोङ स भनेको चाहिँ ख्वाङ्गोङ स भनेको सरकारी कार्यालयहरू हुन्, तर यो चाहिँ होइन। छुथेक याङ भन्छ। आवासको प्रकार भयो, आवासीय प्रकार। निवासको प्रकार छ, आवासको प्रकार, जो चाहिँ एकदम सही छ। अब 3 नम्बरमा यहेङजी भनेको चाहिँ पर्यटकीय क्षेत्र, गलत भयो। अनि उन्दोङजाङ भन्छ खेलकुद गर्ने ठाउँ अथवा खेल खेल्ने ठाउँ, व्यायाम गर्ने ठाउँ भएन। ल यत्तिकैमा लास्ट क्वेसनमा पुगिसकेका छौँ हामी। लास्ट क्वेसनमा के छ? थाउम नियम वा तलको विषयसँग आल्माजुन अविरुन खोरसिप्सियो मिल्ने अवि छान्नुहोस्। के भनेको छ त? नामुये फ्योमेनल काठको सतहलाई खोरुगेसम्म गरे, एकदम खोर्दा भने चाहिँ सम्म हुनु, विशेषण छान्नु क्रिया है। खोर्दा भने छान्नु पनि हुन्छ, अनि अर्को चाहिँ सम्म गरी बनाउनु पनि हुने गर्छ, सम्म हुनु पनि हुन्छ। सम्म गरी खोरुगेसम्म गरी हागना बनाउने अथवा गर्ने, वा याल्गे पातलो गरी काकुल्ते, काक्ता भने चाहिँ घटाउने, काकुल्ते घटाउने बेलामा सायुङानन यन्जाङ इम्निदा प्रयोग गर्ने खालको यन्जाङ इम्निदा। यन्जाङ भनेको औजारलाई भन्ने गर्छ। औजार विशेष गरी चाहिँ यो एनालग औजारहरूलाई भन्ने हो है। आधुनिक औजारलाई नभनिकन पुराना डिजिटल औजार, के अरे आधुनिक औजारलाई नभनिकन पुराना खालको जस्तै हाते औजारहरू जस्तै बनाउन, रन्दाहरू भए, साफुहरू भए, त्यसै गरी अन्य खालका हतौडीहरू भए, यिनीहरूलाई थोगु पनि भन्ने, औजार पनि भन्ने गर्छ। यन्जाङ इम्दा औजार हो। भनेपछि काठको सतहलाई चाहिँ सम्म गरी गर्ने अथवा पातलो गरी त्यसलाई चाहिँ घटाउने, तास्ने औजारलाई के भन्छ त? थेफे भने चाहिँ रन्दा, साफो भने चाहिँ खाक्सी, अर्को छ क्राइन्ड, ग्राइन्डर भइहाल्यो। थोप भने चाहिँ आरा, अनि यो थेफे रन्दा। सही जवाब पत्ता लगाउनु पर्यो। सतहलाई चाहिँ सम्म हुने गरी बनाउनुको लागि चाहिँ हामीले जहिले पनि रन्दाको प्रयोग गर्ने गर्छौँ। ग्राइन्डरले चाहिँ ग्राइन्डर चिल्लो बनाउने काम गर्छ है, चिल्लो बनाउने काम पनि गर्छ। कुनै बेला चाहिँ ग्राइन्डरले काट्ने काम पनि गर्छ। अनि काठमा यसको प्रयोग चाहिँ गरिन्न है। काठमा चाहिँ खासै यसको प्रयोग चाहिँ गरिन्न। यसको प्रयोग गर्नको लागि चाहिँ रन्दा चाहियो नि। नामुको फ्योमेनलाई चाहिँ खोरुगेसम्म गरी गर्ने अथवा पातलो गरी काट्ने, त्यो तास्ने बेला तास्ने काम तात्छ नि होइन। रन्दाले ग्राइन्डरले चिल्लो बनाउने काम गर्छ, एउटा चिल्लो बनाउने काम गर्छ। अनि तास्ने काम चाहिँ केले गर्छ भने चाहिँ रन्दाले गर्ने गर्छ। यो फ्योमेन सतहलाई चाहिँ खोरुगेसम्म गरेर बराबर गरेर चाहिँ गर्ने वा पातलो गरी तास्ने बेला प्रयोग गर्ने एउटा औजारको रूपमा लिन सकियो। त्यसै गरी यन्जाङ भनेपछि त्यति डिजिटल औजार चाहिँ होइन नि। जस्तै रन्दाहरू भए, त्यसै गरी पुराना खालका बर्माहरू भए, पुराना खालका अन्य पुराना औजारहरूलाई चाहिँ हामी यन्जाङ भन्ने हो। ल यत्तिकैमा चाहिँ आजको हाम्रो क्लास चाहिँ यो सकिएको छ है। ल आजको हाम्रो क्लास 51.1 सेट थियो, इम्पोर्टेन्ट सेट थियो।
यसमा केही यहाँहरूको कुनै कुरामा कन्फ्युजन छ भने चाहिँ कृपया कमेन्ट गर्नुहोला। अनि कहाँदेखि हेर्दै हुनुहुन्छ हामीलाई त्यो पनि कमेन्ट गर्नुहोला। भिडियोमा नयाँ हुनुहुन्छ भने चाहिँ कृपया भिडियोलाई चाहिँ सब्सक्राइब गर्न अथवा हाम्रो च्यानल सब्सक्राइब गरी भिडियोलाई लाइक गर्न नछुटाउनुहोला। यति भन्दै यहाँहरूको आगामी समय शुभ रहोस्। हस्त एन्डिङ खासै हो।